एआई टुल्सहरूले सजिलो बनाइदियो र यसले चाहिँ के गर्यो त भन्दाखेरिमा तपाईँ डिपेन्डेन्ट हुनुभयो क्या। अब तपाईँसँग क्रिएटिभिटी छ कि छैन थाहा भएन। हाम्रो फोकस चाहिँ एकाडेमिक्समा ए प्लस बी प्लस सी के लिएर आयो भन्नुभन्दा पनि एकाडेमिक्समा पनि लिएर आइरहेछ र स्किल चाहिँ कति लिइरहेछ भन्ने कुरा पनि हेर्नुपर्छ क्या। इन्टायर द वर्ल्ड इज इन यर पाम भनेर भन्छ नि, हत्केलामा संसार छ किन, यसमा मोबाइल ट्याक्क अटेको छ, यहीँबाट जे गर्नुपर्ने छ गर्नुपर्छ होइन। यति धेरै एप्लिकेसन्सहरू, यति धेरै प्रडक्टमा चाहिँ नि डिपेन्ड छौँ कि त्यसलाई सेक्युरिटी भएन नि युआर फिनिस्ड। नमस्ते, आज हामीसँग हुनुहुन्छ एकदम विशिष्ट अतिथि डाक्टर सुमन थपलिया। उहाँ पिएचडी होल्डर हुनुहुन्छ। 2024मा उहाँले आफ्नो पिएचडी कम्प्लिट गर्नुभएको हो। 2023मा उहाँले अनररी डक्टरेट फ्रान्सबाट पनि प्राप्त गर्नुभएको छ। वेलकम सुमन, डाक्टर सुमन थपलियाजी, तपाईँलाई पडकास्टमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच फर कलिङ मी। आज हामीसँग भएको सुमनजी डक्टर हुनुभन्दा अगाडिको साथी हो। हामी सँगै ब्याचलर पढेका साथी हौँ। अब यही पहिला मनोरञ्जनात्मक क्वेसनबाटै सुरु गरौँ। हामी ब्याचलर लेभलको साथी होइन, हामीले ब्याचलर लेभलमा एउटा क्लास पनि सँगै पढ्यौँ? पढेनौँ। हामीले एउटा प्रोजेक्ट पनि सँगै गऱ्यौँ? गरेनौँ। हामी सँगै कहीँ घुम्न गयौँ? त्यो पनि गएनौँ। हामी तपाईँको ब्याचलर पढ्दाखेरि धेरै साथीहरू थिए। अहिले तपाईँ भनौँ न, अब मसँग त कन्ट्याक्टमै हुनुहुन्छ, अरू कोसँग त्यस्तो कन्ट्याक्टमा हुनुहुन्छ म जति? यो साह्रै गाह्रो क्वेसन हो होइन। दो वी आर कलेज फ्रेन्ड्स होइन, तर पनि अब त्यतिखेरको हाम्रो कामको व्यस्तताले भनौँ या हाम्रो एउटै कलेज भए पनि हाम्रो पढ्ने फ्याकल्टी चाहिँ फरक भएर पनि होला सायद होइन। तर हामी 2010को गुड फ्रेन्ड हुँदै गर्दाखेरि पनि होइन, आज हामी 2025सँग पनि छौँ। तर एज यु मेन्सन हामी कुनै क्लाससँगै पनि पढेनौँ, कुनै प्रोजेक्टहरूसँगै पनि गरेनौँ। हामी ब्याचलर्स लाइफमा कहिलेसँगै घुम्न पनि गएनौँ। मैले हाम्रो भ्युअरलाई चाहिँ के देखाउन खोजेको होइन कि यस्तो पनि दोस्ती हुन्छ। सँगै पढाए पनि होइन, प्रोजेक्ट पनि गरे होइन, असाइनमेन्ट पनि सँगै गरे होइन, तर भए पनि हाम्रो दोस्ती यति बरकरार छ कि जति दोस्ती चाहिँ हामीले जोसँग सँगै पढ्यो, जोसँग घुम्न गयौँ, ती मान्छेहरूसँग अब अहिले त्यति कन्ट्याक्टमा छैन जति हाम्रो कन्ट्याक्टमा भइरहेको छ। अनि अब नेक्स्ट क्वेसन, जोसँग सँगै पढियो, जोसँग प्रोजेक्ट गरियो, असाइनमेन्ट गरियो, असेसमेन्ट गरियो होइन, घुम्न गइयो, उनीहरू चाहिँ कोही पनि कन्ट्याक्टमा चाहिँ छैन। त्यो चाहिँ रियालिटी हो। जस हामी 15 वर्षदेखिको चाहिँ होइन निरन्तर एकदम मिलेको साथी हो। दो कहीँ पनि हामी एसोसिएट चाहिँ थिएनौँ। अब लागौँ विषान्तर कुरातर्फ। अब तपाईँले भनौँ न +2सम्मको नेपालको स्टडी गर्नुभयो, त्यस पछाडि तपाईँले सिङ्गापुरियन डिग्रीहरूमा पढ्नुभयो, त्यस पछाडि लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट आफ्नो ब्याचलर सकाउनु भयो होइन, त्यस्तै मास्टर्स गर्नुभयो, अनि पिएचडी तपाईँले मलेसिया गर्नुभयो होइन। यो तपाईँले सबै हेर्दाखेरि अघि नै मैले तपाईँको इन्ट्रोडक्सनमा पनि भनिसकेँ, तपाईँले फ्रान्सबाट पनि आफ्नो अनररी डिग्रीहरू पाउनुभयो भनेपछि तपाईँलाई एकदमै नै ग्लोबल्ली रिकग्नाइज्ड तपाईँ पर्सन पनि हो होइन। तपाईँलाई गुगलमा गएर खोज्यो भने पनि भेट भइहाल्छ। सो तपाईँसँग यति धेरै एक्सपिरियन्स छ होइन, तपाईँले आफ्नो पढाइ गर्दाखेरि चाहिँ यो डिफ्रेन्ट कन्ट्रिजहरूमा जुन तपाईँले डिग्रिजहरू प्राप्त गर्नुभएको छ त्यसमा सिमिल्यारिटिज र डिफ्रेन्सेस चाहिँ के पाउनुभयो? ओके, सो मेरो इन्टरमिडिएट सिङ्गापुरबाट होइन, अनि त्यो पछाडि ब्याचलर्स र मास्टर्स लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट र पिएचडी लिङ्कन युनिभर्सिटी कलेजबाट गर्दै गर्दाखेरिमा सिमिल्यारिटिज चाहिँ इन्टरनेसनल युनिभर्सिटिज कलेजहरूको प्र्याक्टिस चाहिँ सेम छ होइन। तर नेपालको कन्टेक्स्टमा हेर्ने हो भनेदेखि अब हामी चाहिँ एसएलसीसम्म भएको भएर होइन, नेपालको पढाइ एसएलसीसम्म भएर त्यो नितान्त फरक परिवेशमा हुन्छ। र 2017देखि म अहिले 2025सम्म चाहिँ एकाडेमिक सेक्टरमै रहँदै गर्दाखेरिमा मैले चाहिँ विभिन्न टियुको प्रोग्राम्सहरू, केयुको प्रोग्राम्सहरू, पियुको प्रोग्राम्सहरू होइन, र अब अझै अहिले त फार वेस्टर्नले पनि धेरै प्रोग्राम्सहरू लन्च गर्नुभएको छ। यो हेर्ने हो भनेदेखि चाहिँ नेपालको कुनै पनि युनिभर्सिटीले अफर गर्ने प्रोग्रामको मोडालिटी र इन्टरनेसनल मोडालिटी चाहिँ कहीँ पनि तालमेल मिल्दैन
नेपालको परिवेशमा अहिले पनि हामी मोर ओभर कोर डेप्थमा एकाडेमिकल्ली नै जान खोज्छौँ क्या, थ्योरिटिकल्ली नै जान खोज्छौँ र अझै पनि त्यो किताबमै लेखेको कुरा पढ्नुपर्छ, किताबमै लेखेको कुरालाई सकेसम्म एक्जाममा उतार्दाखेरि राम्रो नम्बर पाइन्छ, यही नै सत्यता हो कि। तर विदेशी पढाइमा चाहिँ के हुन्छ भन्दाखेरिमा एउटा कोर्स लर्निङ अब्जेक्टिभ हुन्छ, त्यसमा सर्टेन कुराहरू चाहिँ नि क्लास आवरमा पढ्ने, आवर रहेको अर्को 60% होइन। या कुनै कुनै कोर्सहरू त तपाईँले हामीले सँगै पढ्दाखेरिमा हाम्रो 70% वेटेज चाहिँ असाइनमेन्टको हुन्थ्यो नि त, भनेको 30% मात्रै टिचरले पढायो क्या, 70% तपाईँलाई हामीलाई छोडिदियो। ल यो क्वेसन्सहरू हो, यो क्वेसन्सको डिफ्रेन्ट सोल्युसन्सहरू के हुनसक्छ गरेर लिएर हो होइन। हामी तपाईँले र मैले सँगै पढ्दाखेरिमा हाम्रो सायद त्यो ब्याचमा 400जना प्लस स्टुडेन्टहरू थियौँ हामी होइन। र त्यो 400जनामा कसैको आन्सर पनि कसैसँग मिल्दैन थियो नि त होइन। त्यो चाहिँ विदेशी पढाइको फरक हो कि। यहाँ चाहिँ के भइदियो त भन्दाखेरिमा स्टुडेन्टलाई चाहिँ नि सेल्फ लर्निङ प्लेसमेन्टमा राखिदिएर स्टुडेन्टलाई नै रिसर्च गर्न लगाएर, खोज्न लगाएर स्टुडेन्टलाई एक्टिभ पार्टिसिपेसनमा चाहिँ केही आउटपुट निकाल्ने चाहिँ विदेशी पढाइ भयो। नेपाली पढाइमा चाहिँ के छ भन्दा टिचर नै मोर इन्गेज्ड होइन, टिचरले नै धेरै कुरा दिन खोज्ने, टिचरले नै चाहिँ नि स्टुडेन्टलाई भारी नै दिने क्या। अनि स्टुडेन्टको त्यहाँ पार्टिसिपेसन कम भयो, जसको कारणले गर्दाखेरिमा सायद त्यो पेडागोजीले गर्दाखेरि पनि होला। अब यसको प्रोज एन्ड कन्सहरू हामी डिस्कस गरौँला होइन। तर फरक मैले पाएको फरक भने चाहिँ जो मैले बाहिर पढ्दै गर्दाखेरि र 2017देखि 2025सँग चाहिँ एकाडेमिक्समै बसेर लिड गर्दै गर्दाखेरिको एकदमै ठ्याक्कै देखिने खालको यो डायग्राम भने चाहिँ त्यही नै हो। नेपालमा चाहिँ स्टुडेन्टको इन्गेजमेन्ट कम छ नेपालको पढाइकोमा चाहिँ, र विदेशको पढाइमा चाहिँ के छ भन्दा स्टुडेन्टको पार्टिसिपेसन धेरै छ, स्टुडेन्टकै इन्गेजमेन्ट धेरै छ। यो चाहिँ ठ्याक्कै ट्रान्सप्यारेन्ट हुने खालको फरक चाहिँ यो। तपाईँ अब हाम्रो लागि एउटा इन्सपिरेसन पनि हुनुहुन्छ होइन, किनभनेदेखि अब जस्तो कसैलाई चाहिँ +2 पछाडि नै पढाइ छोड्न मन लाग्ला होइन, उसले ब्याचलर किन गर्ने, ब्याचलर गरिसकिसके पछाडि ल मैले ग्रेजुएसन गरिहालेँ, अब यस पछाडि मास्टर्स किन गर्ने होइन। अब म आफै पनि एउटा मास्टर्स सकेको स्टुडेन्ट हो होइन। अब मास्टर्स सकेको मान्छेले पिएचडी किन गर्ने, यो इच एन्ड एभ्री लेभलको माथि तपाईँले कम्प्लिट गर्नुभएको छ होइन। अब यसको बारेमा पनि केही भनिदिनुहोस्, यस पछाडि माथि चाहिँ हामी किन गइराख्नु पर्ने हुँदो रहेछ? एकाडेमिक्सले चाहिँ तपाईँलाई होइन एउटा करियर पाथवे चाहिँ दिन्छ। जस्तो ब्याचलर्स पढ्नुभयो, +2सम्म पढ्दाखेरिमा चाहिँ तपाईँले के हुन्छ भन्दाखेरिमा यु हेभ मिनिमम चोइसेस के, आइदर तपाईँले साइन्स पढ्नु पऱ्यो या म्यानेजमेन्ट पढ्नु पऱ्यो होइन। अनि उसले धेरै चोइस नै पाउँदैन क्या। अनि अब साइन्स पढेर के गर्ने त होइन, म्यानेजमेन्ट पढेर के गर्ने त भन्ने कुरा चाहिँ उसले ब्याचलर्समा आएर डिसाइड गर्छ। अब ब्याचलर्समा आएर उसले केही फन्डामेन्टल्सहरू पढ्छ कि। एउटा सानो इक्जाम्पल लिउँ ल, उसलाई चाहिँ आइटीमा केही गर्न मन छ। अब आइटी भन्दा त ठुलो चिज हो नि त होइन, आइटी पढ्ने भनिन्छ कि, खासमा आइटी पढ्ने भन्ने नै गलत हो होइन। सफ्टवेयर डेभलपर, सफ्टवेयर इन्जिनियरिङ होइन, अब यस्तो कोर कुरा भन्दै जानुपर्ने हो क्या भन्न चाहिँ। तर अब आइटी पढ्ने भन्नुहुन्छ, आइटी भनेर त के पढेर आएको छ थाहा छैन नि त। सो ब्याचलर्समा आइसकेपछि स्टुडेन्टले के गर्छ त भन्दाखेरि फन्डामेन्टलदेखिको स्टार्ट गर्दै जान्छ र एउटा पोइन्टमा पुग्छ। उसले के डिसाइड गर्छ भन्दा म फ्युचरमा के बन्छु भन्ने कुरा चाहिँ डिसाइड गर्छ। कोही सफ्टवेयर इन्जिनियर बन्ला, कोही सिस्टम एनालाइसिस एन्ड डिजाइनिङको लाई अगाडि बढाउला, कोहीले युआई/युएक्स समात्ला, कोहीले फ्रन्ट इन्ड, कोहीले ब्याक इन्ड होइन। यहाँ त अनेक छन् र त्यो मध्ये कुनै एउटा समाज छ र ऊ एउटा लिमिटेसनको हाई भोल्युममा चाहिँ पुग्छ। यो ब्याचलर्समा आएर सकियो कि। अब यस पछाडि के आउँछ त भन्दाखेरि मास्टर्स आउँछ। मास्टर्समा चाहिँ के गर्ने त, त्योले जुन कुरा चुज गर्यो र त्यसको हाइएस्ट पोइन्टमा पुग्यो नि, त्यहाँबाट स्टार्ट गर्ने र के गर्ने त अझै स्पेसलाइज्ड गर्ने कि। त्यो भनेको तपाईँको मास्टर्स भयो। अब पिएचडीमा के गर्ने भन्दा त्यसबाट पनि अझै भित्र पुग्ने र त्यसलाई चाहिँ अझै स्पेसलाइज्ड गर्ने। जस्तो अस्ति तपाईँ हामी इन्फर्मल्ली बस्दाखेरि हामीले एकजना चाहिँ नि अस्ट्रेलियामा डक्टरलाई पनि भेटाएको थियौँ होइन। उहाँले कस्तो मिठो इक्जाम्पल दिनुभएको थियो नि।
यहाँ चाहिँ अस्ट्रेलियाको प्र्याक्टिस चाहिँ कस्तो हो भन्दाखेरिमा पहिला चाहिँ नर्मल डक्टर बनेर आउने, डक्टर बनिसके पछाडि अब कम्पिटिसन छ, उसलाई चाहिँ अझै माथि चाहिँ नि पुग्नु छ होइन, पोस्ट बढ्नु छ भने उसले के गर्छ भन्दाखेरिमा बच्चाको डक्टर मात्रै बन्ने क्या, त्यो उसको मास्टर्स भयो। अनि त्यसमा पनि 2-3 वर्ष काम गर्यो, अझै उसलाई फर्दर हेड जानु छ भने उसले के गर्छ बच्चाको डक्टरको पनि अब के गर्नु अन्त आँखा मात्र हेर्ने, नाक मात्र हेर्ने, टाउको मात्र हेर्ने, कान मात्र हेर्ने, के हेर्ने त्यो हेर्ने कि त्यो पनि 2-3 वर्ष हेरिसक्यो के गर्नु अझै नाकको पनि यो डाँडी मात्रै हेर्ने कि यो मात्र हेर्ने कि यो मात्र हेर्ने, त्यो साइनस मात्र हेर्ने कि के हेर्ने, त्यो स्पेसलाई अझै उसलाई चाहिँ अझै माथिल्लो पोस्टमा पुग्नु छ, म्यानेजरियल लेभलमा पुग्नु छ होइन भनेदेखि के गर्नु भन्दाखेरिमा त्यो साइनस पनि फर्स्ट सेकेन्ड थर्ड लेभल चाहिँ अर्कै जुनियरले टेस्ट गर्ने, अनि ऊ चाहिँ फाइनल क्या होइन 4th लेभलको मात्रै टेस्ट गर्ने, कन्सल्ट्यान्ट मात्रै बन्ने। कन्सल्ट्यान्ट चाहिँ यहाँको अन्तिम पोइन्ट रहेछ होइन। सो त्यो कन्सल्ट्यान्ट बन्ने भने जस्तै चाहिँ तपाईँको के हो भने +2ले पहिला सुरु सबै पढ्यो, ब्याचलर्समा आएर स्पेसलाइज गर्यो, मास्टर्स आएर नाक मात्र हेऱ्यो, अनि त्यहाँबाट PhDमा आएर के गर्यो भन्दाखेरिमा चाहिँ नि त्यो साइनस मात्र हेऱ्यो, अनि पोस्ट डकमा आएर के गर्यो त भन्दाखेरि कन्सल्टेन्ट बन्यो भने जस्तै चाहिँ यो चाहिँ इन्क्लाइन्ड चाहिँ त्यसरी भएर जान्छ होइन। सो ओभरअल हामीले एकाडेमिक्सलाई चाहिँ यसरी किन अपग्रेड गर्नु पऱ्यो होइन, +2 देखिको डक्टरेट या पोस्ट डकसम्म किन गर्नु पऱ्यो भन्दाखेरिमा चाहिँ मोर स्पेसलाइज्ड हुनलाई गर्नु पऱ्यो। त्यही त अब मान्छेहरू भनौँ न पढाइ भनिसकिसके पछाडि इभन फ्यामिलीबाट पनि होइन, अनि स्टुडेन्ट आफैलाई पनि एकदमै नै प्रेसर परिरहेको हुन्छ होइन, मार्क्सहरू बढी लिएर आइराखौँ, राम्रै लिएर आइराखौँ होइन, 1 मार्क्स पनि सकेसम्म कसैले पनि लुज गर्न चाहँदैन होइन। अब मान्छेहरूले तपाईँले बाहिरको नि पढाइ हेर्नुभयो, नेपालको नि पढाइ हेर्नुभयो होइन, अब नेपालमा 7 दिनमा 6 दिन त पढाइ नै हुन्छ होइन, जबकि यहाँनिर अब भन्ने हाम्रै छोराछोरी भान्जा भान्जीहरूको देखियो उनीहरूले 5 दिन मात्रै पढ्छन् होइन। अब यो हाम्रो देशमा नेपालमा जुन यो 6 दिन पढ्नै पर्ने होइन, त्यही माथि छुट्टीहरू पनि एकदमै कम हुनुपर्ने होइन, फेस्टिभलहरूको त्यो जुन इन्जोय गर्नुपर्ने टाइमहरू हुन्छ नि त्यसलाई नै सेक्रिफाइस गरेर पढाइमै मात्रै केन्द्रित गर्नुपर्ने। तपाईँ टेक्ससमा पनि आबद्ध हुनुहुन्छ, IT डिरेक्टर हुनुहुन्छ होइन, तपाईँलाई के लाग्छ त अब पढाइ भनौँ न मेरो आफ्नो पर्सनल एक्सपिरियन्समा चाहिँ कस्तो लाग्छ भनेदेखि चाहिँ मैले आफ्नो जुन चाइल्डहुडमा फेस्टिभलहरू हुन्छ नि, होलिडेहरू जुन इन्जोय गर्नुपर्ने थियो, नर्मल्ली अब त्यति इन्जोय गर्न पनि नपाउने र दसैँ तिहारमा पनि जब छुट्टी हुन्छ त्यतिखेर पनि होमवर्कहरू थुपार दिएर त्यो इन्जोय गर्न पाउने भन्दा नि स्ट्रेस धेरै हुने क्या, त्यतिसम्मको स्ट्रेस जरुरी छ र? अब यसमा चाहिँ युनिभर्सिटी छ होइन, डिन साहबहरू हुनुहुन्छ, प्रोफेसर साहबहरू हुनुहुन्छ, अब उहाँहरूको एउटा थटले एकाडेमिक्स डेभलप भयो होला होइन। तर मैले यहाँ चाहिँ यो पडकास्टमा मेरो व्यक्तिगत धारणा राख्ने हो भने चाहिँ त्यो जरुरी छैन, त्यो चाहिँ धेरै भारी बोकाएको नै हो होइन। त्यही त मैले पेडागोजीको कुरा गरेँ होइन, मेथडोलोजीको कुरा गरेँ, मेथड्सहरू हुन्छ, त्यो मेथड नै नबुझेको हो क्या। दसैँ तिहारको बिच दसैँ तिहार भनेर चाहिँ सेलिब्रेसनको टाइम दिए हो नि त खासमा होइन, त्यसमा होमवर्क किन दिनु पऱ्यो होइन। 6 दिन लगाएर बिहान गएको बच्चाले 10 किलोको ब्याग बोकेर जान्छ, दिनमा 8वटा या 9वटासम्म चाहिँ नि पिरियड्सहरू हुन्छ, 9वटा किताब बोकेर जान्छ, 9वटा कपी बोकेर जान्छ, दिनभरि पढ्छ, फेरि होमवर्क पनि उत्तिकै दिएको हुन्छ। त्यो बच्चा बिचारा 10 बजेसम्म होमवर्क गरेर हुन्छ, अनि बिहान हतार उठा कति चिज सक्दैन होइन, अनि फेरि होमवर्कै गर, अनि हतार भात खाऊ स्कुल जाऊ, फेरि त्यही प्रेसर क्या। त्यो सबै केका लागि भन्ने चाहिँ मैले बुझाएँ होइन, त्यो जरुरी छ जस्तै लाग्दैन मलाई। टेक्निक्सहरू हुन्छ कि हामीले चाहिँ नि नेसनल प्र्याक्टिस या इन्टरनेसनल प्र्याक्टिस हेर्ने हो भनेदेखि होइन, स्टुडेन्टहरूलाई हामीले विभिन्न इक्जाम्पल्सहरू दिएर बुझाउन सक्नुपर्छ र स्टुडेन्टहरूलाई त्यसलाई प्र्याक्टिस गर्ने टाइम दिनुपर्छ कि, न कि त्यो कोर्स करिकुलम नै यस्तो हेभी बनाइदिने कि त्यो स्टुडेन्ट होइन पढ्दा दिक्कै भइसक्यो। त्यही भएर पनि पास नै हुँदैनन् नि, पास रेटै कम छ, पढेकोले पनि भोलि फर्दर लेभल पढ्दैन होइन। अब यहाँको तपाईँको अस्ट्रेलियाको प्र्याक्टिस हेर्नुहुन्छ भनेदेखि लेभलहरू छुट्याइदिएको छ होइन। पहिला त हाम्रो नेपालमा किन्डर गार्डनमै गएको बच्चाले पनि पढ्न थाल्छ क्या,
1.5 वर्षमा किन्डर गार्डन राख्ने चलन छ। 1.5 वर्षको बच्चाले पनि केही न केही पढिरहेछ, एबिसिडी भने जान्नै पर्छ अरे, 1 to 120सम्म भयो भने जान्नै पर्छ अरे। खोइ यहाँ त 7 वर्ष भएको बच्चाले पनि जान्दैन। इट्स फाइन, गइरहेछ त। तर यहाँको बच्चाले अरू केही चिज जानेको छ क्या, होइन? नाच्न जानेको छ, गाउन जानेको छ, टेक्वान्डो जानेको छ, स्विमिङ जानेको छ, उसले अनेक अरू चिज जानेको छ क्या। त्यो टाइममा त्यो बच्चा त खेल्न पर्ने बेला हो नि त, बिकज अफ प्यारेन्ट्स, होइन? घरमा उहाँहरूसँग टाइम भएन र स्टुडेन्टलाई किन्डर गार्डनमा राखेको हो नि त। त्यो घरमा खेल्नुपर्ने टाइम खासमा उसले त्यहाँ खेल्नुपर्ने हो क्या। तर बिकज अफ सम रिजन्स, होइन, उसलाई एजुकेसन वर्कलोड दिइरहेछ। नर्सरी, एलकेजी, युकेजीमा त कति पढ्छ। अझ त्यसमाथि त नेपालको कन्टेक्समा त होमवर्क यस्तो त्यो भास्ट होमवर्क दिएको हुन्छ कि त्यो बच्चाले क्वेसनै बुझे हुँदैन, होमवर्क हुन्छ भने के गर्दा प्यारेन्ट्सले गरेर पठाइदिएको हुन्छ। फ्याक्ट त्यही हो, होइन? मेरो बच्चालाई पनि चाहिँ नि होमवर्क दिएको हुन्थ्यो, हामीले नै गाइड होइन क्या, हामीले नै गरिदिनु पर्थ्यो क्या। किनभने त्यो बच्चाको त्यो क्वेसन त आउट बाउन्स हुने खालको क्वेसन्सहरू छ क्या, त्यो गर्नै सक्दैन, होइन? त्यस्तो गर्नु जरुरी छैन जस्तो लाग्छ मलाई। अब माथि एसएलसी भनेर भनेको छ, एसएलसीमा नि पढाइकै लोड छ, होइन? +2 पनि पढाइकै लोड छ भनेको त्यो विद्यार्थीले एक्स्ट्रा टाइम कतिखेर पाइरहेछ नै मेरो क्वेसन हो क्या। हामीले पनि त्यही नै गऱ्यौँ, होइन? तपाईँले र हामीले पनि त्यही नै गऱ्यौँ। एउटा हाम्रो सोसाइटी पनि त्यस्तै छ, हाम्रो प्यारेन्टिङ पनि त्यस्तै छ, र एजुकेसन सिस्टम पनि त्यस्तै छ क्या। आजको दिनमा मलाई बकाइदा फिल भएको छ त्यो गलत थियो। त्यस्तो नगरिदिँदो हो भने सायद हामी अरू कुरामा पनि स्मार्ट भएर निस्किन्थ्यौँ होला क्या। मलाई म्युजिक सिक्न बवाल मन थियो, तर स्कुल बिहान 9 बजेदेखि 5 बजेसम्म थियो। होमवर्क यति धेरै हुन्थ्यो कि बेलुका 3 घन्टा गर्नै पऱ्यो, बिहान 3 घन्टा गर्नै पऱ्यो भने मैले त्यो म्युजिक सिक्नै पाइनँ। रह्यो शनिबार एक दिन हो नि त नेपालमा त, होइन? शनिबार बिहान उठ्ने, मुखसुख धुने, मन्दिर जाने, आउने, नुहाइधुवाइ गर्ने त्यही दिन हो, होइन? कपडा सपडा धुने गर्ने, यो अब कहाँ छ टाइम मसँग क्या भने मैले म्युजिक सिक्न पाइनँ। मलाई जिम्नास्टिक गर्न, म उसु कराते स्कुलमा चाहिँ हुँदाखेरि खेल्थेँ क्या। हप्ताको एक दिन 45 मिनट्स मलाई उसु कराते या जिम्नास्टिक सिकाएर मैले के सिक्नु त भने अर्को मसँग टाइम छ त, छैन नि त। तर लेट्स चाहिँ अहिले हामी अस्ट्रेलियामा छौँ, यहीँको कुरा गरौँ, विद्यार्थीसँग टाइम छ हो। अनि यहाँ स्टुडेन्टले ब्याडमिन्टन पनि खेलिरहेछ, टेनिस पनि खेलिरहेछ, सिङ्गिङ, डान्सिङ सबै हप्तामा एक दिन 2-2 घन्टा ऊ गइरहेछ क्या। अनि उसलाई के मन छ नि उसले सबै गर्न पाइरहेछ, पढि पनि रहेछ। अस्ट्रेलिया त्यसै डेभलप त भएको छैन, होइन? सबै इमिग्रेन्टले मात्रै आएर डेभलप गर्दा त होइन, यहाँनिरको पोजिसनमा हुनुहुन्छ, हामीले देखेको छौँ कम्पनीहरूमा, होइन? हेर्ने हो भने त सबै व्हाइट पिपुल नै हुनुहुन्छ भने त दे आर डुइङ समथिङ नि त। सो इन कन्टेक्स्ट अफ नेपाल, किन्डर गार्डनदेखिकै ब्याचलर्स या मास्टर्स लेभलसम्म जुन स्ट्रेस र जुन त्यो एजुकेसन प्रेसरका साथ पढाइएको छ नि, त्यो चाहिँ व्यक्तिगत मेरो तर्फबाट भन्नुहुन्छ भने त्यो लेभलको प्रेसर रिक्वायर्ड होइन। हामीले त्यसलाई कस्टमाइज गर्नुपर्ने हुन्छ। स्टुडेन्टको इन्गेजमेन्ट नै चाहिन्छ क्या, स्टुडेन्टको इन्गेजमेन्ट नै चाहिन्छ, त्यो छैन। हजुर, अब म यसमा भनौँ न मेरो प्रश्न जस्तो विद्यार्थीले जब पढ्दै जान्छन्, होइन? अब स्कुल लेभलकै कुरा गरौँ, उनीहरू आइरन गेट भनौँ न, आइरन गेटले उनीहरू डिफ्रेन्सिएट हुन्छ, होइन? आइरन गेट निर्धारण गर्ने भनेको सरकारी पक्षको हो। एसएलसीको क्वेसन मोडल सरकारी पक्षले गर्छ। एसएलसीको क्वेसन मोडल हामीले हेर्दाखेरि सजिलै हुन्छ क्या, जबकि प्राइभेटबाट भनौँ न, अब त्यो मार्क्सको होडबाजीले हो कि त्योभन्दा अगाडिको क्वेसन्सहरू हामीले पहिला जिल्ला स्तरीय पनि दियौँ, जिल्ला स्तरीयको क्वेसन्सहरू पनि त्यस्तो गाह्रो हुँदैन थियो क्या। त्यो पनि सरकारी तहबाट चाहिँ के सोचेरै गरिएको हुन्छ भनेदेखि सजिलै होस्, सबैलाई त्यो बुझ्ने सरल तरिका नै होस्। तर त्यो बाहेक मेनली किनभने हामीले त प्राइभेट स्कुलहरू पढेर गयौँ, सरकारी पक्षकोमा चाहिँ त्यस्तो प्रेसर नभइकन प्राइभेटमा चाहिँ त्यस्तो बढी जोड परेको हो कि? यस्तो हो, जस्तो सरकारी निकायले हामीले त 5 कक्षामा पनि डिस्ट्रिक्ट लेभल दियौँ, 8 कक्षामा पनि दियौँ, होइन? अनि एसएलसी भनेर दियौँ हामीले त, होइन? हाम्रो पालामा पढाइ टफ नै थियो, गाह्रो नै थियो। तर एक्जामिनेसन डिपार्टमेन्टले के चाहिँ गरे हुन्छ भने 32 नम्बर यादेखि 40 नम्बरको क्वेसन्सहरू जहिले पनि सजिलो क्वेसन राखेकै हुन्छ क्या। किन भन्दाखेरि उसले त त्यतिखेर एपियर हुने सम्पूर्ण स्टुडेन्टलाई हेरेर क्वेसन बनाउने हो नि त।
सरकारी भनेको रुकुम रोल्पाको स्टुडेन्ट पनि पास हुनु पर्यो र नेपालमा काठमाडौँमा भएको सबभन्दा टप स्कुलको विद्यार्थी पनि पास हुनु पर्यो। त्यति बिचको फ्रेमवर्कमा बनाउँदा 32 देखि 40 नम्बरको क्वेसन्सहरू इजी बनाएकै हुन्छ। अब 40 देखि 60 सम्मको अर्को 20 मार्क्स भनेको चाहिँ ठिक्क जो स्टुडेन्टले दिनको 2-3 घन्टा पढाएको छ त्यसले सल्भ गर्न सक्ने गरी बनाएको हुन्छ। सो 60 गयो, अर्को 20 अब 80 बनाउनको लागि दिनमा 3-4 घन्टा पढ्ने विद्यार्थी होइन, स्कुलमा पनि अलिकति एटेन्टिभ र घरमा आएर 3-4 घन्टा पढ्ने आफैले होमवर्कहरू गर्ने खालको स्टुडेन्टको लागि भनेर बनाएको हुन्छ क्या 80। र अब रहेको 20 मार्क्स, अब 100 भन्नुलाई रहेको 20 मार्क्स चाहिँ एक्स्ट्रा अर्डिनरी स्टुडेन्ट जो चाहिँ एक्स्ट्रा टाइम दिइरहेछ होइन, ट्युसन्सहरू पढिरहेछ या चाहिँ साथीहरूसँग चाहिँ ग्रुप स्टडी गरिरहेछ या आफैले केही खोजेर पढेर चाहिँ नि गर्न सक्ने र अलिकति सार्प माइन्डेड स्टुडेन्टहरूको लागि भनेर बनाएको हुन्छ क्या। जहिले पनि क्वेसन्स बन्दाखेरि बन्ने प्याटर्न नै त्यही नै हो, समावेश त्यसरी नै गर्नुपर्छ होइन। सो त्यो गर्दाखेरिमा पासै हुनको लागि होइन कसैलाई पनि गाह्रो हुँदैन। यदि ऊ स्कुल जान्छ, सरहरूले पढाएको बेलामा अटेन्टिभ हुन्छ, क्लास वर्क गर्छ, होमवर्क गर्छ मात्रै भने पनि विद्यार्थीलाई 40 ल्याउनु गाह्रो हुँदैन क्या। र 80 सम्मको लागि त्यही नै हो, अलिकति थोरै मात्रै इफोर्ट लगाउने 80 सम्म ल्याउन सक्छ। अब बाँकी 20 को लागि बनाए चाहिँ अलिकति टफ नै बनाउनुपर्छ र त कम्पिटिसन भयो होइन। सो त्यो भनेको एक्जाम भयो, तर त्यो चाहिँ मार्क्स मात्रै आयो क्या। हाम्रो फोकस चाहिँ एकाडेमिक्समा A+, B+, C के लिएर आयो भन्नुभन्दा पनि एकाडेमिक्समा पनि लिएर आइरहेछ र स्किल चाहिँ कति लिइरहेछ भन्ने कुरा पनि हेर्नुपर्छ क्या। दुईवटा प्यारामिटर हो यहाँनिर। तपाईँको अस्ट्रेलियामा या चाहिँ नि विदेशमा मसँग सिङ्गापुर, मलेसिया होइन, त्यहाँबाट UK, अस्ट्रेलिया, US सबैको एक्सपिरियन्स हुँदै गर्दाखेरिमा सिभीमा के देखिनु पर्यो त भन्दाखेरिमा ग्रेजुएट, त्यो ब्याचलर्स हो कि मास्टर्स ग्रेजुएट हो कि PhD हो कि के हो त्यो देखिनु पर्यो। अब लेट्स नट टक अबाउट GPA क्या, त्यो GPA राख्नै पर्दैन। म मास्टर्स ग्रेजुएट, मास्टर्स कम्प्लिसन अन 2024, द्याट्स इट। अब CCNA सर्टिफाइड, CEH सर्टिफाइड, CHFI सर्टिफाइड, अब त्यसको लिस्ट राख्नुहोस्। सोसियल पार्टिसिपेसन के छ त्यसको लिस्ट राख्नुहोस्। के चाहिँ नि प्रोग्राम तपाईँले आफैले चाहिँ अर्गनाइज गर्नुभयो त्यसको लिस्ट राख्नुहोस्। के तपाईँले चाहिँ नि कलेजमा भोलिन्टियर गर्नुभयो त्यसको लिस्ट राख्नुहोस्। नाउ द्याट काउन्ट्स क्या, त्यो स्किल्स भयो। अब तपाईँलाई के गर्यो त भन्दा ओहो नारायण ल नाइस टु सी युर CV, यु आर सर्ट लिस्टेड होइन, कङ्ग्रेचुलेसन अन युर ग्रेजुएसन, नाउ लेट्स टक अबाउट स्किल। अब सोध्न थाल्ने हो क्या। हो मैले त्यही अब यो जबको पर्सपेक्टिभमा नै आएको थिएँ होइन। मान्छेले अब भनौँ न आफ्नो धेरै कुरा सेक्रिफाइस गरेर आफ्नो स्कुल लेभल कम्प्लिट गरेको हुन्छ, त्यस्तै भनौँ न +2 कम्प्लिट गरेको हुन्छ, ब्याचलर कम्प्लिट गरेको हुन्छ। ब्याचलर सकिसके पछाडि नर्मल्ली अब मान्छेहरू जबमा भनौँ न अब आबद्ध हुनुपर्ने सोसल प्रेसर पनि परिरहेको हुन्छ, फ्यामिली प्रेसर पनि परिरहेको हुन्छ होइन। यस्तोमा मान्छेले अब स्किल सिक्ने कतिखेर, किनभनेदेखि उसलाई त एकाडेमिकमा मार्क्स लिएर आउन नै प्रेसराइज परिरहेको हुन्छ। त्यस्तोमा कसैले एकाडेमिकमा भनौँ न तपाईँको HD डिस्टिङसन जुन लिएर आइरहेको हुन्छ, त्यस्तो मान्छे तपाईँ अब भनौँ न IT डिरेक्टर पनि हुन्छ टेक्सासमा होइन। त्यस्तोमा तपाईँले अब कसैलाई हायर गर्नु पऱ्यो भनेदेखि चाहिँ त्यस्तो केसमा तपाईँले उसको त्यो HD डिस्टिङसनको लागि कतिको महत्त्व दिनुहुन्छ? यसो छ, यो चाहिँ दुईवटा कुरामा आधारित हुन्छ होइन। एउटा एकाडेमिक्सको पार्ट भयो, अर्को भने तपाईँको इन्डस्ट्रीको पार्ट भयो। यदि तपाईँले एकाडेमिक्समा आउनको लागि मैले यदि उसलाई पार्ट टाइम लेक्चरर, वर्कसप या ट्युटरको लागि हायर गर्दैछु नि, डेफिनेटली म उसको चाहिँ एकाडेमिक्स कस्तो छ र उसले कसरी डेलिभर गर्न सक्छ भन्ने कुरा हेर्छु। किनभने एकाडेमिक्स त पढाउने नै हो नि त होइन। यहाँनिर चाहिँ मोरबल स्किल्सको कुरा भन्दा पनि एकाडेमिक्सकै कुरा आयो होइन। अब इन्डस्ट्रीमा हुनुहुन्छ भने सो मैले चाहिँ 2016, 17, 18मा चाहिँ विभिन्न कम्पनीहरूमा चाहिँ प्रोजेक्ट म्यानेजर होइन अनि IT म्यानेजर भएर चाहिँ काम गरिसकेको छु। त्यतिखेर चाहिँ मैले कहिले पनि सर्टिफिकेट हेरिनँ। सर्टिफिकेट हेर्ने बित्तिकै अब मलाई ग्रेजुएट चाहिँ चाहियो, किन भन्दाखेरिमा ग्रेजुएटै छैन त उसले फेरि कलेजकै काममा चाहिँ ऊ फोकस हुने, पढाइमै फोकस हुने भयो, एक्जाम भनेर बिदा लिने भयो होइन, अनि त्यहाँबाट क्लासको लागि भनेर बिदा लिने भयो, त्यो मलाई काममा ह्याम्पर गर्छ भनेर चाहिँ मैले ग्रेजुएट हेरेँ। त्योभन्दा पछाडि चाहिँ मेरो फर्स्ट क्वेसन भने ओके ठिक छ तपाईँले CCNA गर्नुभएको छ, भेरी गुड, ल तपाईँलाई चाहिँ नेट गर्न आउँछ? सबनेट भने के हो, सबनेट गर्नु पर्ने कसरी गर्नुहुन्छ? ल एउटा चाहिँ नि तपाईँलाई इन्ट्रानेट र एक्स्ट्रानेट बनाउन आउँछ?
हजुर म त्यहाँतिर सोध्न थालिहालेँ क्या मैले। तपाईँलाई सर्भरको चाहिँ तपाईँले कुन कन्फिगर गर्नुभएको छ, लिनक्स आउँछ, लिनक्सको कुन भर्जन चलाउनु भएको छ, अहिले ब्याकट्र्याक चलिरहेछ होइन, ब्याकट्र्याक चलिरहेको छ, काली लिनक्स चलिरहेछ, त्यो चाहिँ तपाईँ कतिको प्र्याक्टिसमा। मेरो क्वेसन्सहरू चाहिँ तपाईँले जान्छ क्या। हजुर मैले आफैले मेरो लाइफमा आइटीमा केही नभए पनि मैले 3000जना मान्छे रिक्रुट गरेको छु। हजुर मेरो यो ड्युरेसनमा मैले 3000जना चाहिँ मजाले रिक्रुट गरेको छु। तर 3000मा मैले 2979लाई पनि ओहो तपाईँको त आएको रहेछ म हायर गर्दिनँ भनेर मैले कसैलाई नै भनिनँ क्या। पास छ भने पास इज वेल इनफ। अब के गर्न जाने छ त होइन। तपाईँले पाइथनमा काम गर्नुभएको छ, भेरी गुड। कति वर्ष गर्नुभयो त्यसो, के प्रोजेक्ट बनाउनु भयो त, कलेजमा के प्रोजेक्ट बनाउनु भयो, मिनी प्रोजेक्ट के थियो होइन, अनि त्यहाँबाट कतिजना टिमसँग बसेर बनाउनु भयो होइन, त्यो डिफ्रेन्ट बनेको मोड्युलहरूलाई कसरी इन्टिग्रेट गर्नुभयो, यो कुरा म्याटर्स के। किनभने कम्पनीमा तपाईँको सबै युनिटले आफ्नो आफ्नो चाहिँ नि छुट्टै छुट्टै साना प्रडक्ट बनाउने हो, त्यसलाई चाहिँ पछि इन्टिग्रेट गरेर चाहिँ ठुलो प्रडक्ट बन्ने होइन। टिम कल्चर छ कि छैन, टिमवर्क छ कि छैन, उसले स्ट्रेस कसरी ह्यान्डल गर्छ, हजुर होइन, उसले टाइम म्यानेजमेन्ट कसरी गर्छ, हो यो चेक गरिन्छ क्या। सर्टिफिकेटले त यो केही पनि कुरा सिकाउँदैन नि। स्ट्रेट ए लिएर आउनेले पनि जब नपाएको रेकर्ड छ, हजुर, र 1.5 लिएर आएर लास्टमा 1.5 जिपिए हुनेले पनि राम्रो काम पाएको छ। हजुर अझ फन्नी एक्जाम्पल त के हो भने ब्याचलर्स चाहिँ सकियो, उसको ब्याक पेपर बाँकी छ, उहाँहरूलाई पनि हामीले हायर गरेका थियौँ र उहाँहरूको लास्ट छोड्ने बेलाको स्यालेरी 4500 USD पनि थियो क्या। र स्ट्रेट ए लिएर आउने साथीहरूको पनि 1,90,000 रेकर्ड पनि छ। हामी के हेर्छौँ भन्दा इन्डस्ट्रीमा तपाईँको स्किल नै चाहियो कि उसले तपाईँलाई प्रडक्ट कति छिटो र इरर फ्री प्रडक्ट दिन्छ भन्ने नै म्याटर गर्छ। इट्स नट लाइक कि तपाईँको स्ट्रेटेज हो होइन, यो मान्छे ल्याएर राख्नुपर्छ, यसले गर्न सक्छ, त्यो कहीँ पनि हेरिँदैन भने नि। प्यारामिटर्स छ, विभिन्न एटिट्युडहरू चाहिँ नि हामीले हेर्छौँ, त्यो एटिट्युड कतिको मिट गर्छ त। आज गाली गर्नुभयो, त्यो स्ट्रेसले भोलि छ मलाई त हिजो तपाईँले भनेको कुराले एकदम स्ट्रेस, म त अफिसै आउन सक्दिनँ, के गर्नु अब। स्ट्रेस म्यानेजमेन्ट कुरा आयो होइन। तपाईँले 3 घन्टा चाहिँ नि ओभरटाइम गरेर भयो भने यो काम सक्नुपर्छ होइन त्यो। अनि त्यहाँबाट तपाईँले डिबग कति गर्न सक्नुहुन्छ, कोड गर्न सजिलो छ क्या। जब त्यहाँ बग आउँछ र त्यसलाई फिक्स गर्नुपर्छ, त्यो अर्को च्याप्टर हो नि त। उसले त्यसलाई कतिको टाइम दिन सक्छ, कतिको इन्टरटेन गर्छ, कतिको इन्जोय गर्छ, कतिको चाहिँ नि रिसर्च गर्छ, हो यो सब कुराले चाहिँ म्याटर गर्छ क्या। यो सबै कुरा चाहिँ एकाडेमिक्सले सिकाउँदैन, यो स्टुडेन्टले सेल्फ लर्निङ टाइममै सिक्ने हो क्या। हजुर। अब यसैलाई नै कन्टेक्स्टलाई जोडौँ होइन, सायद यही नै भनौँ न, मान्छे स्टुडेन्टहरूले जुन एकाडेमिकमा त्यो एकदम फोकस भएर स्किलमा उनीहरू डाइभर्ट भएको कारणले गर्दाखेरि तपाईँ आफैलाई पनि साथीभाइहरूकोबाट एक्सपिरियन्सबाट थाहा होला, तपाईँको आफ्नो स्टुडेन्टहरूबाट पनि थाहा होला होइन, बाहिर आइसकिसके पछाडि उनीहरूले जुन एक्सपेक्ट गरिराखेको हुन्छ नि, या बाहिर आइसकिसके पछाडि चाहिँ जुन लेभलको उनीहरूको पढाइ सम्बन्धीको जबहरू चाहिँ उनीहरूले त्यति नपाइसकेको कारणले गर्दाखेरि डाइभर्ट हुने ऊहरू हुने धेरै इक्जाम्पलहरू तपाईँलाई पनि थाहा होला। सायद यही नै यो एउटा रिजन हो त। यदि स्टुडेन्टले एकाडेमिक्स र इन्डस्ट्री बिचको चाहिँ नि केमिस्ट्री बुझेको छैन भनेदेखि चाहिँ यो कुरा राइट हो। के लाग्छ त, म खतरा पढ्छु, स्ट्रेट 4 लिएर आउँछु, अनि मलाई बवाल कम्पनीले चाहिँ नि ठुलो पोजिसनमा चाहिँ हायर गर्नुहुन्छ भन्ने खालको उसको चाहिँ ग्रुमिङ हो, अन्डरस्ट्यान्डिङ हो भनेदेखि चाहिँ यहाँ आइसके पछाडि तालमेल मिल्दैन होइन। तर जसले चाहिँ फाउन्डेसन लेभलमै बुझ्नु भएको छ, दिनको 1 घन्टा 2 घन्टा भने इन्टर्न गर्दै गर्नुपर्छ होइन, मैले चाहिँ कम्पनीहरूमा जाँदै गर्नुपर्छ, अलिअलि भए नि सिक्दै गर्नुपर्छ भनेर बुझ्नेहरूले चाहिँ यो फेस गर्नु पर्दैन। तर होइन, पहिला पढ्ने हो, पढेर बवाल गर्ने हो र गएर सिधै चाहिँ नि ठुलो पोस्ट खान्छु भन्नेको लागि चाहिँ तपाईँले भन्नुभएको फ्रस्ट्रेसनको त आउँछ। किनभने उसले आफ्नो एकदमै चाहिँ नि इनर्जाइज हुने टाइमको चाहिँ 4 इयर्स चाहिँ वेस्ट गरेको छ नि त। अनि कहाँबाट सुरु गर्नु पर्यो भन्दा 0बाटै सुरु गर्नुपर्छ। त्यही त एउटा भनौँ न, म आफैमा पनि एउटा रङ बिलिफ चाहिँ के थियो भनेदेखि पहिला चाहिँ म आफ्नो एकाडेमिक चाहिँ स्ट्रङ पार्छु
अनि त्यो सकिसके पछाडि चाहिँ स्किलतिर लाग्छु भन्ने एउटा जुन रङ बिलिफ अहिले आएर मलाई रियलाइज भएको छ। यो चाहिँ हाम्रो न हामीभन्दा नेक्स्ट जेनेरेसन अथवा जो पढिराख्नु भएको छ उहाँहरूलाई चाहिँ त्यो पनि एउटा एडभाइस हो कि प्यारलली चाहिँ तपाईँले एकाडेमिक र स्किल प्लस लाइफ पनि सँगसँगै इन्जोय गर्नुपर्छ। अब मेन जाउँ तपाईँको आफ्नै मेन टपिकमा होइन। आइटीमा अघि नै हामीले ब्याकग्राउन्डमा नि कुरा गरिसक्यौँ। आइटी भनेको एकदम भास्ट छ होइन, आर्टिफिसियल इन्टेलिजेन्स छ, कम्प्युटिङ छ, त्यस्तै तपाईँ साइबर सेक्युरिटीकोमा भनौँ न तपाईँले पिएचडी पनि गर्नुभएको छ। तपाईँले अब साइबर सेक्युरिटी भनेर कसैलाई बुझाउनु पर्यो, अहिलेको एकदम लेम्यान कन्टेक्स्टमा कसरी बुझ्छन् होइन, तर खासमा हुन चाहिँ के हो यसको बारेमा केही भनिदिनु न। अब आइटी भने चाहिँ समुद्र। हजुर होइन, समुद्रबाट तपाईँले जाल हानिसकेपछि केही न केही निस्किन्छ के निक्लिन्छ होइन, राम्रै कुरा निस्किन्छ। नेटवर्किङमा जान चाहने विद्यार्थी भाइ बहिनीहरूको द लास्ट रिजर्ट भने चाहिँ साइबर सेक्युरिटी हो। अब हाम्रो पालामा चाहिँ साइबर सेक्युरिटी भन्ने नै थिएन होला होइन, या चाहिँ हामीसम्म आइ नै पुगेन होइन। हामीले 2008मा मैले नेपाल छोड्दाखेरि चाहिँ साइबर सेक्युरिटी भन्ने थाहा थिएन मलाई, र मैले ब्याचलर्स मास्टर्स पढ्दाखेरि पनि मलाई एक्ज्याक्टली साइबर सेक्युरिटी भन्ने चाहिँ थाहा थिएन। त्यतिखेर हामी चाहिँ नेटवर्क सेक्युरिटी भन्थ्यौँ होइन। अनि जब मैले पिएचडी सुरु गरेँ नि, पिएचडी सुरु गर्दाखेरिमा चाहिँ कोही साथीले मलाई रेकमेन्ड गर्नुभयो इन्फर्मेसन सेक्युरिटी भन्ने कुरा चाहिँ हुन्छ, त्यो इन्फर्मेसन सेक्युरिटीमा चाहिँ पिएचडी गर्नु भनेर भन्नुभयो, र मैले इन्फर्मेसन सेक्युरिटीमा पिएचडी सुरु गरेँ हो क्या गर्न चाहिँ। हजुर। र भोलि अब पढ्दै जाँदाखेरि होइन 5 वर्षको रिसर्च गर्दै जाँदाखेरि अनि बल्ल थाहा भयो साइबर सेक्युरिटी भन्ने चिज पनि केही हुँदो रहेछ भन्ने कुरा। तर साइबर सेक्युरिटी चाहिँ आफैमा फेरि अर्को सागर हो। हेर्नुहोस्, हजुर, मैले साइबर सेक्युरिटी जानेको छु भन्नु भनेको चाहिँ मूर्खता हो। साइबर सेक्युरिटी भित्रको केही चिज जानेको हो क्या मैले होइन। यसको पनि आफ्नै विधा छ होइन। झन् आजकल त यति धेरै भास्ट बनाएको छ साइबर सेक्युरिटीलाई। हरेक प्रडक्टको द लास्ट रिजर्ट इज साइबर सेक्युरिटी। हेर्नुहोस् है, सेक्युरिटी नै चाहिन्छ। तपाईँले जेसुकै प्रडक्ट बनाउनुहोस् तपाईँलाई सेक्युरिटी चाहियो। आजको वर्ल्ड त डिजिटल वर्ल्ड भइरहेछ होइन। मान्छेहरूको पर्सनल भेट भन्दा पनि तपाईँको चाहिँ नि डिजिटल कम्युनिकेसन नै धेरै हुन्छ आजको दिनमा। र हामी यति धेरै सफ्टवेयरहरू, यति धेरै एप्लिकेसन्सहरू, यति धेरै प्रडक्टमा चाहिँ नि डिपेन्ड छौँ कि त्यसलाई सेक्युरिटी भएन नि यु आर फिनिस्ड, यु फिनिस्ड। हजुर, इन्टायर द वर्ल्ड इज इन यर पाम भनेर भन्छ नि, हत्केलामा संसार छ। किन? यसमा मोबाइल ट्याक्क अटेको छ, यहीँबाट जे गर्नुपर्ने छ गर्नुपर्छ होइन। तपाईँले सोसियल मिडिया यहीँबाट चलाउनुहुन्छ, इमेल कम्युनिकेसन्सहरू गर्नुहुन्छ, वाट्सएपहरू गर्नुहुन्छ हो। तपाईँले अस्ट्रेलियामा त अझै आएर मैले देखेको ब्याङ्कमा खाता खोलिसकेपछि डेबिट या क्रेडिट कार्ड आउँछ, त्यसलाई इन्टिग्रेट गर्नुहुन्छ मोबाइलमा। मोबाइल चाहिँ लगेर पस मेसिनमा यस्तो गरिदिएपछि पेमेन्ट हुन्छ क्या। यु डोन्ट निड एनी फिजिकल कार्ड्स होइन। यहाँनिरको यो चाहिँ मैले फर्स्ट टाइम नै अस्ट्रेलियामै देखाएको होइन, अरू देशमा सायद मैले देखिनँ या छैन थाहा भएन। तर यहाँ चाहिँ मोबाइल पस मेसिनमा टच यस्तो गरिसके पछाडि पेमेन्ट भयो क्या भने। सोच्नुहोस् त, त्यहाँनिर भल्नरेबल भयो भने त त्यही त होइन, सक्यो त तपाईँको त केही नै छैन। कार्ड लस्ट हुने कुरा नै आएन क्या यहाँ त होइन। मोबाइल लस्ट भयो भने नारायण सर, र तपाईँले 2 घन्टा पछाडि थाहा पाउनु भयो भने सोच्नुहोस्, त्यही त तपाईँको त्यो 2 घन्टाको ट्रमा हो, र त्यो 2 घन्टामा हुन सक्ने ड्यामेज तपाईँले नसोचेको हुनसक्छ यदि त्यो गलत हातमा पऱ्यो भने होइन। फर इक्जाम्पल हामी साइबर सेक्युरिटीको CH होइन इथिकल ह्याकिङ भनेर सिकाउँछौँ। इथिकल ह्याकिङ हामीले सबभन्दा फर्स्टमा डे फर्स्टको वर्कसपमै सिकाउने चाहिँ के हो त भन्दाखेरिमा इमेल कसरी फिसिङ गर्ने, सोसल इन्जिनियरिङ गर्ने हो, अनि त्यहाँबाट चाहिँ तपाईँको वाइफाई कसरी ह्याक गर्ने, मोबाइलहरू चाहिँ नि कसरी ब्रिज गर्ने भन्ने चाहिँ हाम्रो डे फर्स्टको वर्कसपमा सिकाएको हुन्छौँ क्या। हजुर, र जसले नेटवर्क सेक्युरिटी जाने हो नि त्यसले चाहिँ त्यति काम चाहिँ गर्न सक्छ। अब रह्यो तपाईँको होइन मेरो त 2 फ्याक्टर अथेन्टिकेसन छ होइन, सेक्युर छ होला भन्ने लाग्छ, तर टाइम पाउने हो भने त्यो पनि गाह्रो छैन क्या। किन त्यही मोबाइलमा आउने हो कोडहरू होइन, सबै चिजहरू त्यहाँ त नम्बर पनि छ, इमेल पनि छ, सबै कुराहरू छ होइन।
नर्मल लेम्यानलाई चाहिँ के बुझ्छ भन्दाखेरिमा मेरो फेस रेकग्निजन छ, मेरो पिन छ, मेरो चाहिँ नि प्याटर्न छ होइन, यो सेक्योर छ जस्तो हुन्छ। तर यो टेक्निकल मान्छेको हातमा पुग्यो भने द्याट्स नट सो हार्ड। हजुर, त्यस्तो धेरै गाह्रो छैन। सो यो हो साइबर सेक्युरिटी। हेर्नुहोस्, हरेक चिजलाई चाहिँ नि तपाईँको इनसेक्युरिटी दिने नै साइबर सेक्युरिटी हो। यो भित्र पनि धेरै विधाहरू छ। आज चाहिँ तपाईँको यो इथिकल ह्याकिङकै 3टा पाटो बनाइसकेको छ होइन। हामी चाहिँ नि इथिकल्ली ह्याक गर्ने हो कि अनइथिकल्ली ह्याक गर्ने हो कि ग्रे साइडमा बसेर ह्याक गर्ने हो कि, त्यो पछाडि ह्याक भएको चिजलाई चाहिँ फरेन्सिक गर्ने अर्को भयो होइन। अर्को चाहिँ तपाईँको डिभाइसहरूमा टेस्ट गर्ने चाहिँ तपाईँको चाहिँ नि हाम्रो रेड टिमहरू, ब्लू टिमहरू होइन, पर्पल टिमहरू। सो यो यस्तो खालको हुनाले साइबर सेक्युरिटीलाई अहिले चाहिँ एकदमै भास्ट बनाइएको छ। त्यो मध्येको म चाहिँ इन्फर्मेसन सेक्युरिटी जानेको मान्छे हो। सबै पढियो, सबै चिजहरूको नलेज छ, तर तपाईँले अलिकति स्पेसलाइज्ड के हो त भनेर सोध्नुहुन्छ भने चाहिँ इन्फर्मेसन सेक्युरिटी र अझै पनि त्यसलाई न्यारो डाउन गर्ने भने कम्प्लायन्स। हजुर, त्यो पार्टमा हो म होइन। अब कम्प्लायन्स त आजको दिनको तपाईँको हुन चाहिँ यो थ्योरिटिकल हो, तर इन्टायर वर्ल्ड नै कम्प्लायन्समा छ नि होइन। हामी न्युजहरू सुन्छौँ, यसले उसलाई मुद्दा हाल्यो, उसले उसलाई मुद्दा हाल्यो, यो सबै कुरा यहाँ बिलियन्स अफ डलरमा चाहिँ नि मुद्दा हालेर हुन्छ क्या। त्यो बिकज अफ कम्प्लायन्स चाहिँ मिट नभएको भएर तिर्नु पऱ्यो होइन। अस्ति स्यामसङलाई चाहिँ उसले एप्पलले मुद्दा हालिदिइरहेको छ बिलियन अफ डलरको। किन भन्दा कम्प्लायन्स, जस्ट बिकज अफ कम्प्लायन्स। मेरो पार्ट चाहिँ त्यहाँनिर हो होइन। सो त्यो अर्गनाइजेसन चाहिँ टेक्निकल्ली सेक्योर्ड छ कि छैन भनेर सर्टिफाइड गराउने अब भन्दाखेरिमा समहाउ एक्सपर्ट भनेर भन्दै गर्दाखेरि हुन्छ। तर यो सागर हो, सागर मैले समातेको मेरो जालोमा परेको माछा भने चाहिँ इन्फर्मेसन सेक्युरिटी अफिसर हो नि। मेरो आफ्नो पर्सनल एक्सपिरियन्स पनि सेयर गरौँ होइन। म पनि कुनै एउटा कम्पनीमा चाहिँ प्रोजेक्ट म्यानेजरको रूपमा काम गर्छु होइन। अनि त्यसको फर्स्ट भर्जन चाहिँ हामीले प्रडक्ट लन्च गर्दाखेरि चाहिँ अब अलिकति टेक्निकल वर्डहरू युज गरौँ, त्यसमा चाहिँ पेन टेस्ट भन्ने गरेको हुन्छ। अस्ट्रेलियामा चाहिँ कस्तो भइरहेको छ भनेदेखि कुनै पनि प्रडक्ट हामीले लन्च गर्छौँ भनेदेखि चाहिँ एउटा कम्प्लायन्स पार्टमा चाहिँ के हुन्छ भनेदेखि पेन टेस्ट अथवा पेनिट्रेटिङ टेस्ट भन्छ, त्यो चाहिँ गर्नै पर्ने हुँदो रहेछ। त्योबाट चाहिँ के थाहा हुँदो रहेछ भनेदेखि हामीले बनाएको प्रडक्ट चाहिँ कतिको सेक्योर छ होइन, त्यसमा भल्नरेबिलिटिजहरू के छ, त्यो पनि हाई कति छ, मिडियम कति छ, लो कति छ, र त्यो पत्ता लाउनै पर्ने र लगाइसकिसके पछाडि त्यसलाई रेक्टिफाई गर्नै पर्ने र गरिसकिसके पछाडि फेरि पनि टेस्ट गर्नै पर्ने। यो चाहिँ एउटा कम्प्लायन्सको पार्ट हो भएको हुनाले साइबर सेक्युरिटी अथवा इन्फर्मेसन सेक्युरिटीको जुन कुरा छ त्यसको ब्युटी चाहिँ मैले आफैले लाइफ चाहिँ अरू धेरै ठाउँमा देखेको थिएँ, तर यो पनि एउटा पर्सपेक्टिभ भयो। हो एकदमै। तपाईँको चाहिँ VAPT भनेर भनिन्छ होइन, भल्नरेबिलिटी असेसमेन्ट पेनिट्रेसन टेस्टिङ भनेर भन्छौँ हामीले। सो यसले चाहिँ के गर्छ भन्दाखेरिमा चाहिँ त्यो तपाईँले बनाउनु भएको प्रडक्ट कतिको भल्नरेबल छ भनेको लुप होल्सहरू कतिको छ त, त्यसलाई चाहिँ कतिको स्ट्रेस दिँदाखेरिमा त्यो ब्रिच हुन्छ त भन्ने कुरा चाहिँ पत्ता लगाउने हो होइन। यसलाई चाहिँ अब हामीले धेरैवटा टुल्सहरू युज गरेर चाहिँ र विभिन्न माध्यमबाट चाहिँ यसलाई यसको चाहिँ भल्नरेबिलिटिजहरू पत्ता लगाउने हामी कोसिस गर्छौँ र त्यसको रिपोर्ट चाहिँ हामी अर्गनाइजेसनलाई दिन्छौँ। ल तपाईँहरू आजको मितिसम्म है, फेरि आज मैले तपाईँलाई दिँदाखेरिको मितिसम्म, किनभने वर्ल्ड यति चाँडो बनिसकेको छ कि हाम्रो 2 दिनको कम्युनिकेसन नहुँदै गर्दाखेरिमा कसै न कसैले अर्को एउटा चाहिँ टुल्स बनाइदिइसकेको हुनसक्छ नि त। भने मैले तपाईँलाई रिपोर्ट दिँदाखेरिको समयसम्म र यो टुल्सहरू प्रयोग गरेर हेर्दाखेरिमा चाहिँ तपाईँहरूको सिस्टम चाहिँ यतिको भल्नरेबल छ, यसलाई चाहिँ तपाईँले फिक्स गर्नुपर्छ। जुन तपाईँले अहिले लो मिडियम हाईको कुरा गर्नुभयो, लो पनि रिस्क नै हो, तर लो भने चाहिँ के भन्दाखेरिमा यसले पुर्याउने क्षति चाहिँ अलिकति सामान्य मात्रै हुन्छ, जुन चाहिँ हामीले इग्नोर गर्दा हुन्छ भन्ने खालको। तर पनि बट अगेन त्यहाँबाट फेरि ऊ मिडियममा पुग्न त सक्छ नि त। मिडियम भनेको तपाईँको लस हुने अवस्था हो, स्टेज हो है, र हाई भने त तपाईँ चाहिँ सकिने खालको अवस्था हो। त्यहाँ लो मिडियम हाई भनेर प्यारामिटर्सहरू राखेको हुन्छ होइन। त्यो लो पनि तपाईँले फिक्स चाहिँ गर्नै पर्छ। र हामीले तपाईँहरूलाई रिपोर्ट दिन्छौँ, रिपोर्ट दिइसके पछाडि हामी टाइम दिन्छौँ, 15 दिन 1 महिना कतिको टाइम लाग्छ त्यो फिक्स गर्न टाइम लाग्छ। र हामी फेरि त्यसलाई चाहिँ रिअडिट गर्छौँ क्या, फेरि VAPT गर्छौँ। त्यतिखेर चाहिँ हामी के गर्छौँ, त्यो चिज सँगसँगै फेरि अर्को 1 महिनामा केही चिज त बन्यो नि त, त्यो चिजहरू पनि राखेर चाहिँ हामी टेस्ट गरेर हेर्दाखेरिमा यदि सबै कुराहरू सेक्योर देखियो भनेदेखि हामी तपाईँहरूलाई सर्टिफिकेट इस्यु गर्छौँ र ल
तपाईँहरू चाहिँ अब यसलाई कमर्सियलाइज गर्न सक्नुहुन्छ भनेर भन्छौँ। हजुर। त्यति गरिसके पछाडि चाहिँ अब पनि त्यही लिस्ट आउट गरेको चिजहरू मध्येमै ब्रिच भयो भनेदेखि चाहिँ सर्टिफाइड गर्ने संस्था चाहिँ रेस्पोन्सिबल भयो, उसले तिर्नु पर्यो। त्योभन्दा नयाँ आयो भनेदेखि त होइन, अब वर्ल्ड त इमर्जिङ छ नि होइन, हामी चाहिँ नि आइटी चाहिँ इमर्जिङ छ भनेर भन्छ। इमर्ज भएको चिजले चाहिँ हिट भएर भल्नरेबल भयो त भयो अब होइन। तर त्यति गरिसके पछाडि केही समयको लागि चाहिँ त्यो ब्रिच हुँदैन र रेगुलर। त्यही भएर त के हुनु पर्यो त अन्त कम्प्लायन्स अफिसर, आइएसओ अफिसर राख्छ नि त होइन। उसले हरेक दिन के गर्छ भन्दा त्यसलाई हेरिरहेको हुन्छ, मोनिटर गरिरहेको हुन्छ, मलाई चाहिँ अट्याकहरू आइरहेछ है भनेर हेर्छ होइन। त्यहाँ प्रिकसन्सहरू पनि हुन्छ। तर तपाईँले भन्नुभएको जस्तो त्यो चाहिँ अब अस्ट्रेलियामा मात्रै नभइकन अहिलेको चाहिँ इन्टायर ग्लोबलकै एउटा रिक्वायरमेन्ट हो। सबैले चाहिँ कमर्सियलाइज हुनुभन्दा अगाडि चाहिँ भिएपिटी चाहिँ गरेकै हुनुपर्छ, सर्टिफाइड चाहिँ भएकै हुनुपर्छ। त्यही। अब अलिकति कन्टेक्स्ट बदलौँ। तपाईँको लाइफमा भनौँ न यो बुक, आर्टिकल, जर्नल जुन चाहिँ भनौँ न यङ एजको मान्छेहरूलाई एकदम अल्छी लाग्ने टपिकहरू हो होइन, तर यसको इम्पोर्टेन्स आफ्नो लाइफमा कतिको छ? अब मेरो चाहिँ रिसर्च बेस्ड पिएचडी भए भएर होइन, र हाम्रो टेक्सास कलेजले चाहिँ एभ्री इयर एउटा नेसनल सेमिनार अनि अर्को इन्टरनेसनल सेमिनार, नेपालमा चाहिँ कन्फरेन्स पनि भन्ने चलन छ होइन। सो नेसनल कन्फरेन्स, इन्टरनेसनल कन्फरेन्स चाहिँ हामी हरेक वर्ष एउटा एउटा चाहिँ गर्छौँ नै। हजुर। सो त्यो पनि एउटा रेस्पोन्सिबिलिटी भएको हुनाले र रिसर्च बेस्ड पिएचडी भएको हुनाले गर्दाखेरिमा मेरो लागि चाहिँ आर्टिकल पेपरहरूको चाहिँ ठुलो महत्त्व छ हेर्नु होइन। र आज तपाईँले मलाई चाहिँ यो पडकास्टमा बोलाउँदै गर्नुहुँदा र यो कन्फिडेन्टली बोल्न सक्नुको अर्को कारण भनेको पनि रिसर्च नै हो। किन रिसर्च गर्दा त मैले एउटै कुरा 100 जनाको मुखबाट सुने नि त, अब म कन्फिडेन्ट छु कि। हजुर। अब म कन्फिडेन्ट छु। त्यसले गर्दाखेरिमा रिसर्च इज भेरी इम्पोर्टेन्ट। मेरो पर्सनल सल्लाह भनेको त हामीले रिसर्च +2 देखिको स्टुडेन्टलाई कतै न कतै इन्गेज गर्न सक्यो भने उनीहरूलाई पनि खोज्ने बानी बस्छ। हजुर। च्याट जिपिटीले सजिलो बनाइदियो हेर्नु है। अब त्यही त बवाल सजिलो बनाइदियो। अब च्याट जिपिटी मात्रै नभनौँ होइन, अहिले एआई टुल्सहरूले सजिलो बनाइदियो। र यसले चाहिँ के गर्यो त भन्दाखेरिमा तपाईँ डिपेन्डेन्ट हुनुभयो क्या। अब तपाईँसँग क्रिएटिभिटी छ कि छैन थाहा भएन। तपाईँले र मैले पढ्ने पालामा होइन, या हाम्रो एजुकेसन सिस्टममा कस्तो छ भन्दा मसँग त कम्प्युटर पनि थिएन होइन, कम्प्युटरै थिएन। स्कुलमा एक दिन कम्प्युटर क्लास हुन्थ्यो, त्यतिखेर गए 45 मिनटको कम्प्युटर क्लास। त्यतिखेर कम्प्युटर खुल्नै 10 मिनट लाग्थ्यो। अनि वर्ड खोल्यो, 2-3टा कुरा हेऱ्यो, क्लास सकि त हाल्यो। अनि वर्षभरिमा तपाईँको कतिवटा 20वटा 30वटा क्लास हुन्थ्यो होला। सो त्यो चाहिँ नि कम्प्युटर ब्याकग्राउन्डबाट आएको मान्छे म होइन। अनि +2मा पनि कम्प्युटर चाहिएन। ब्याचलर्समा आएर जब मलाई चाहिँ नि असाइनमेन्टहरू, असेसमेन्टहरू गर्नु पऱ्यो, तब बल्ल ल्यापटप किनेको। मोस्ट अफ द टाइम त हाम्रो रिसर्च भनेकै गुगल मात्रै थियो नि त। गुगलमा हामी बेस्ट हुनु पर्थ्यो। र गुगलमा पनि के थियो त भन्दाखेरि त्यतिखेर विकिपिडियाहरू थियो होइन। विकिपिडियाहरूको त्यो ट्रस्ट गरिहाल्ने खालको होइन नि त होइन। जसले पनि त्यसलाई एडिट गरिदिन सक्छ। अब हामीसँग रिसोर्स नै थिएन क्या, कति गाह्रो थियो नि त होइन। त्यही भएर तपाईँले हामीले धेरै टाइम हामीले लाइब्रेरीमा पनि स्पेन्ड गरेको छ, किनभने बुक पब्लिस्ड भएको छ, म्यागजिन्सहरू निस्केको छ होइन, आर्टिकल्सहरू निस्किएको छ भने त्यो त अथेन्टिक मान्न सक्यो नि त। अनि हाम्रो रिलाइ नै 4वटा कुरामा थियो क्या, एउटा पब्लिकेसनमा, एउटा म्यागजिन्समा, एउटा बुकमा र अर्को भनेको गुगलमा होइन। यो 4वटा कुरामा हामी डिपेन्ड थियौँ। यही 4वटा कुराहरूबाट हामी पढ्थ्यौँ होइन। त्यसलाई चाहिँ हामी प्याराफ्रेज गरेर चाहिँ हामी लेख्थ्यौँ भनेको पहिला पढ्नै पर्थ्यो क्या, पढ्नु पर्थ्यो, बुझ्नु पनि पर्थ्यो, बुझेर त्यसलाई प्याराफ्रेज गर्नु पर्थ्यो ताकि प्लागरिजम नआओस् भनेर होइन। प्लागरिजम त हाम्रो फेरि 15-17% थियो, त्यो पनि मेन्टेन गर्नै पर्थ्यो भनेको हाम्रो पालामा कपी पेस्ट भन्ने नै थिएन क्या। र मेरो पिएचडीसम्म पनि मैले केही पनि चिजहरू कपी पेस्ट गर्नै पाइनँ। मेरो 2023मा चाहिँ नि थिसिस सकेको होइन। त्यतिखेर भर्खरै चाहिँ नि यो च्याट जिपिटी भन्ने चाहिँ आउँदै थियो इन कन्टेक्स्ट अफ नेपाल। त अझै हामीले चाहिँ नि 2023को मिडिया इन्डतिर आएर बल्ल सुने हो होइन।
त्यसले गर्दाखेरिमा हामीमा या भनौँ त्यतिखेरसम्म मास्टर्स एमफिल या पिएचडी गर्नेहरूमा चाहिँ रिसर्च गर्ने बानी थियो हेर्नु होइन बुझेकै हुन्थ्यो त्यसले पढ्नै पर्थ्यो रिपिटेडली पढ्नै पर्थ्यो र त्यसलाई बुझेर मनन गरेर अनि त्यसलाई चाहिँ लेख्नुपर्ने हुन्थ्यो भने अब आज चाहिँ नि प्याराफ्रेजहरू हुन्छ इजिली हुन्छ होइन अझ च्याट जिपिटीले त ल मलाई चाहिँ यो टाइटल अझ टाइटल पनि पर्दैन मलाई चाहिँ आर्टिकल लेख्न मन छ टाइटल सजेस्ट गर भन्ने हो भने फर्स्टमा टाइटल सजेस्ट गर्छ त्यसलाई कपी पेस्ट गरेर यसमा चाहिँ आर्टिकल लेखिदियो भने आर्टिकल पनि लेखिदिन्छ क्या मतलब त्यो स्टुडेन्टले के बुझ्यो होला त्यो च्याट जिपिटीले के रिजल्ट दियो होला र त्यो पढ्नेले के चाहिँ नि कुरा चाहिँ इन प्रडक्ट पाउनुहुन्छ होला तर यसलाई त्यतातिर नजाउँ है च्याट जिपिटी छैन भन्ने सोचौँ र हाम्रै पालाको जस्तो चाहिँ रिसर्च हो भनेदेखि चाहिँ रिसर्चले तपाईँलाई बुझाउँछ अब म यसको इक्जाम्पल दिन्छु हेर्नु है मैले 2010मा 9मा भनौँ न 2009देखिको रिसर्च गर्न थालेँ सानो सानो भए पनि रिसर्च गर्नु पऱ्यो नि त असाइनमेन्ट असेसमेन्ट गर्नको लागि र हाम्रो हरेक सब्जेक्टहरूमा एटलिस्ट पनि 20-25% मार्क्स चाहिँ असाइनमेन्ट असेसमेन्टको हुने भएर तपाईँ हामी चाहिँ रिसर्च बेस्ड नै भयौँ क्या पहिलेदेखिको त्यतिखेर पढेको कुरा हो कि मैले 2009मा पढेँ कुनै सब्जेक्ट र आज 2025मा पनि अन द स्पट मलाई कसैले बोलायो र सर यो सब्जेक्ट चाहिँ आज तपाईँले पढाइदिनु पऱ्यो प्लिज 1 घन्टाको क्लास लिइदिनु पऱ्यो भने नि मलाई प्रिपरेसन चाहिँदैन मैले पढेको चाहिँ नि 32-33वटा सब्जेक्ट छ नि त्यो 32-33वटा सब्जेक्टमा चाहिँ मलाई अल अफ सडन हिँड्दै तानेर लगाएर क्लासमा हालिदियो भने पनि मलाई त्यो 2-4वटा क्लास लिनको लागि प्रब्लम छैन क्या त्यो कन्फिडेन्स चाहिँ कहाँबाट आयो त्यो नलेज कहाँबाट आयो भन्दाखेरिमा त्यतिखेर पढ्दाखेरिमा गरेको रिसर्चले हो यदि च्याट जिपिटी लगायतको एआई हुन्थ्यो र क्वेसन टक्क दिने अब क्वेसन लेख्नु नै पर्दैन कि आज त फोटो खिचेर हालिदिएर गिभ मी आन्सर्स भनेर पनि दिन्छ क्या त्यो हुन्थ्यो भने सायद तपाईँले मलाई चाहिँ सर आज क्लास लिइदिनु पऱ्यो भन्दै गर्दाखेरि मैले तपाईँलाई दिने आन्सर सर म आज प्रिपेयर छैन प्लिज मलाई 2-3 दिन पछाडि चाहिँ हजुरले सेड्युल गरिदिनु होला अनि सिलेबस पाऊँ माइक्रो सिलेबस पाऊँ मैले के भन्नुपर्ने कसो भन्नुपर्ने भनेर म तपाईँसँग टाइम बाई गर्थेँ होला अनि घर गएर प्रिपेयर गर्थेँ होला अनि आएर म क्लास दिन्थेँ होला र आज मलाई कसैले गेस्ट लेक्चर लिइदिनु पऱ्यो गेस्ट स्पिकर बनिदिनु पऱ्यो भन्यो भने कुनै पनि कन्टेन्टमा 2-4 घन्टा टेक्निकल्ली बोल्नको लागि मलाई गाह्रो छैन यो चाहिँ केले बनायो त भन्दाखेरिमा रिसर्चले बनायो भनेपछि अब भन्नुहोस् रिसर्च पेपर हो आर्टिकल्स जर्नल्सको इम्पोर्टेन्स के छ द्याट्स भेरी इम्पोर्टेन्ट अब यो हाम्रो पोडकास्टको अन्तिमतिर हामी आइसक्यौँ होइन अब यसमा मलाई एउटा छुट्याउनै मन नलागेको टपिक भनेको चाहिँ एलटिडब्ल्यू मेथोडोलोजी जुन हामीले ब्याचलरमा इन्ट्रोड्युस भयौँ होइन जसमा लेक्चर ट्युटोरियल र वर्कसप भनिन्छ होइन यो त हामी फर्चुनेट भयौँ होइन इन्टरनेसनल डिग्रीमा हाम्रो क्याचअप भएर हामीले यो मेथोडोलोजी पढ्न पायौँ तर जसले यो मेथोडोलोजी बुझेको छैन होइन स्कुल लेभलमा त यसको त्यति साह्रो इन्ट्रोडक्सन पनि हुँदैन होइन यसलाई तपाईँले इन्ट्रोड्युस गर्नु पऱ्यो अथवा यसलाई साँच्चै नै तपाईँले स्कुल लेभलमा फर्मुलेट गर्नु पऱ्यो भनेदेखि चाहिँ कतिको पोसिबल छैन त्यसको बारेमा केही भनिदिनु एकदम वन्डरफुल क्वेसन है सिरियसली हामी एकदमै लक्की नै हो यो कुरामा चाहिँ एकदमै चाहिँ नि लक्की नै मान्नुपर्छ कि हाम्रो चाहिँ एजुकेसनमा हामीले प्याराडाइम सिफ्ट नै पाएको हो होइन सो अहिले नेपालमा पनि कहीँ न कहीँ यो प्र्याक्टिस छ केही समयदेखि चाहिँ यो प्र्याक्टिसमा छ ताकि एकदमै थोरै पर्सेन्टेजमा होला तर प्र्याक्टिसमा चाहिँ छ म कलेज पनि चलाउँदै गर्दाखेरिमा एलटिडब्ल्यू मेथड नै प्रिफर गर्छु र हुनैपर्छ भनेर पनि भन्छु मेरो चाहिँ स्ट्रङ रेकमेन्डेसन नै हो एलटिडब्ल्यू मेथडबाट नै पढाइ हुनुपर्छ यो स्कुलमा पनि पोसिबल छ के हजुर यो कलेजमा आएर गर्नुपर्ने चिज नै होइन या ब्याचलर्स मास्टर्समा आउनुपर्ने कुरा नै होइन क्या मैले तपाईँलाई बिचमै रोकेँ होइन किनभने तपाईँले बुझ्नुहुन्छ एलटिडब्ल्यू मेथोडोलोजी मैले बुझ्छु एलटिडब्ल्यू मेथोडोलोजी तर हाम्रो भ्युअर जसले धेरैले बुझ्नु हुँदैन उहाँलाई प्लिज डिफिनेसन दिनुहोस् एलटिडब्ल्यूको सो एलटिडब्ल्यू मेथड भनेको चाहिँ लेक्चर ट्युटर र वर्कसप मेथड हो होइन पहिला सुरु कस्तो हुन्छ भन्दाखेरिमा एउटा कोर्स डिजाइन हुन्छ त्यो कोर्सले चाहिँ के क्यारी आउट गरे हुन्छ भन्दा यति थ्योरिटिकल पोर्सन हुन्छ यति इक्जाम्पलको पोर्सन हुन्छ र यति चाहिँ ह्यान्ड्स अन प्र्याक्टिकलको पोर्सन हुन्छ है भनेर हरेक सब्जेक्ट त्यसरी नै डिजाइन भएको हुन्छ चाहे तपाईँले जुनसुकै युनिभर्सिटीको जुनसुकै लेभलको कुरा गरे पनि
यो नर्सरीदेखिको पोस्ट डकसम्म होइन हुने चिज भने चाहिँ त्यही नै हो। एउटा सब्जेक्टले 3टा कुरा क्यारी गर्छ। पहिला तपाईँले थ्योरी बुझ्नु पऱ्यो, त्यो थ्योरीको इलाबोरेटेड इक्जाम्पल्स बुझ्नु पऱ्यो र त्यसलाई तपाईँले प्र्याक्टिकल्ली हेर्न पाउनु पऱ्यो नि त। किताबै त्यसरी बनिएको छ भने हाम्रो पढाइ सिस्टम चाहिँ के छ त भन्दाखेरिमा एउटै टिचरले यो 3टै कुराहरू कभर गर्न खोज्नुहुन्छ होइन। प्र्याक्टिकल्ली हेर्ने हो भने सायद अब मैले भन्दै गर्दाखेरि भोलि यो कन्ट्रोभर्सरी पनि जाला होइन, किन तपाईँले चाहिँ टिचर्सहरूलाई यस्तो भन्नुभयो भनेर। तर म यति कुरामा चाहिँ कन्फिडेन्ट छु, एउटै टिचरले 3टा कुरा कभर गर्न चाहिँ सक्दैन। किनभने आइदर टिचर थ्योरी एक्सप्लेन गर्नलाई एकदमै राम्रो हुन्छ कि ऊ एक्जाम्पल इलाबोरेट गर्न राम्रो हुन्छ, या चाहिँ नि कि चाहिँ कोही कम्प्युटरमा बसेर त्यसको चाहिँ प्र्याक्टिकल गर्न बेस्ट खतरा हुन्छ क्या। 3टा मध्ये उसको स्ट्रङ पोइन्ट एउटा हुन्छ, विक पोइन्ट अर्को हुन्छ। यदि लेक्चर, ट्युटर र वर्कसप 3जना व्यक्तिबाट गराउने हो भने 3टैको हाइएस्ट क्यापेसिटी हामीले युज गर्न पाउँछौँ नि त। हजुर। लेक्चरमा के हुन्छ, तपाईँले वान वे कम्युनिकेसन गर्नुहुन्छ। ठुलो मासलाई लेक्चर दिइन्छ, लेक्चररले के गर्छ त भन्दाखेरि सर्फेसियल कुराहरू गर्छन्, प्रिन्सिपलका कुराहरू गर्छन्, थ्योरीका कुराहरू गर्छन्, थियरमका कुराहरू गर्छन्, हो डेभलपमेन्टका कुराहरू गर्छन्। उसले के गर्छ त वान वे कम्युनिकेसन गर्छ र त्यसलाई चाहिँ नि सर्फेसियल्ली सर्र कभर गरेर जान्छन्। भोलिपल्ट के गर्ने त भन्दा ट्युटरले हिजो दिएको लेक्चरको बेसमा बसेर हिजो त सर्फेसियल्ली कुरा गरेको छ, उसले त्यसलाई इलाबोरेट गरिदिन्छ हो। जस्तो लेक्चररले के भने त भन्दाखेरिमा ओके लेट्स टक अबाउट आइपी, इन्टरनेट प्रोटोकलको कुरा गरौँ। आइपी के हुन्छ त 5वटा प्रकारको हुन्छ। त्यसको चाहिँ क्लास ए, क्लास बी, क्लास सी, क्लास डी, क्लास ई हुन्छ भनेर उसले आज लेक्चरमा भनेको छ होइन। स्ट्याटिक आइपी हुन्छ, डाइनामिक आइपी हुन्छ, डिएचसिपी हुन्छ, सबनेट मास्क हुन्छ, गेटवे हुन्छ, ल यो भनेर लेक्चर सकिन्छ क्या। हजुर। हो भोलि ट्युटरले के गर्छ त भन्दाखेरिमा ओके हिजो सरले तपाईँलाई यो चिजहरू भन्नुभयो, ल लेट्स टक अबाउट द्याट हो। तपाईँले सबनेट मार्क्स हिजो भनेर छोडायो नि त, सबनेट मार्क्स चाहिँ नि किन इम्पोर्टेन्ट छ आज भन्नु पऱ्यो। स्ट्याटिक आइपी र डाइनामिक आइपीको डिफ्रेन्स के हो आज भनिदिनु पऱ्यो र तपाईँले कस्तो केसमा स्ट्याटिक युज गर्ने, कस्तो केसमा डाइनामिक युज गर्ने आज भनिदिनु पऱ्यो क्या, ट्युटरमा भनिदिनु पऱ्यो। अनि के गरिदिनु पऱ्यो त भन्दा तपाईँले कुन चाहिँ क्लासको आइपी युज गर्ने त, हिजो त एबिसिडी ई हुन्छ भनेर भनेको छ, त्यो मध्ये कुन चाहिँ आइपी युज गर्ने त, तपाईँको अर्गनाइजेसनलाई कुन चाहिँ क्लासको आइपी ठिक हुन्छ त आज भनिदिनु पऱ्यो। गेटवे किन राख्नु पऱ्यो आज भनिदिनु पऱ्यो। सोर्स र डेस्टिनेसन आइपीको डिफ्रेन्स के हो आज भनिदिनु पऱ्यो। भनेको सब चिजहरू आज एक्सप्लेन गर्नु पऱ्यो ट्युटरमा। अब ऊ वर्कसपमा जाँदाखेरि के रेडी भएर जान्छ भने नि ओके आई नो आइपी भनेको पहिला चाहिँ नि आइपी V4 थियो, आज आइपी V6 युज भइरहेछ भने मैले आइपी V4 बुझ्नु जरुरी छैन, जान्नु चाहिँ पर्यो, तर मैले धेरै टाइम कहाँ दिनु पऱ्यो आइपी V6 मा दिनु पऱ्यो, किनभने वर्ल्ड त आइपी V6 मा गइसकेको छ भनेर उसले फर्स्ट माइन्डसेट बनायो। सेकेन्डमा के बुझ्यो त ओके त्यसो क्लासहरू हुने रहेछ, त्यो क्लासहरू मध्ये कुनै एउटा चुज गर्नुपर्ने छ है, अर्गनाइजेसन 2टा चुज गर्न हुँदैन रहेछ, एउटा चुज गर्नुपर्ने छ, यो यसको लागि युज गर्ने, यो यसको लागि उसले भनेर बनायो। सबनेट मार्क्स नभइकन त कतिवटा युजरले चलाउने रहेछ कम्प्युटर भन्ने नै थाहा नहुने रहेछ, उसले बुझ्यो। अनि गेटवे भएन भनेदेखि त कुन प्याकेट बाहिर गयो, कुन प्याकेट त्यही बाटो फर्किने भन्ने कुरा थाहा नहुने रहेछ, त्यही भएर गेटवे चाहिने रहेछ भनेर उसले बुझ्यो। थ्योरिटिकली उसले सब बुझ्यो। ऊ क्लासमा टक्क ल्यापटपमा बस्दाखेरि उसले के जानेर बुझ्यो त भन्दा थ्योरिटिकली सबै कुरा बुझेर बस्यो क्या। अब यहाँनिर जब सिएलआई खुल्छ अनि त्यहाँ देख्यो उसले आइपी देख्यो, सबनेट मार्क्स देख्यो, गेटवे देख्यो, डिएनएस देख्यो, सबै कुरा देख्यो। अब उसले हाल्न थाल्छ क्या, सरर हाल्छ। त्यहाँनिर के गर्छ त वर्कसप गराउनेले कुनै एउटा डायग्राम देखाउँछ, त्यो डायग्रामको बेसमा लु यो भरा भन्नुहुन्छ, उसले अब हाल्छ। अब त्यहाँनिर उसले टेस्ट गर्छ क्या, चल्यो चलेन, के भयो होइन। यो चाहिँ यो मेथड हुँदाखेरिमा के भयो त भन्दाखेरिमा थ्योरी जानेको मान्छेले आफ्नो बेस्ट थ्योरीमा दियो क्या। हजुर। त्यसलाई मल्टिपल इक्जाम्पल दिन जानेको मान्छे जो चाहिँ क्लासमा इन्टरेक्टिभ हुन चाहन्छ या इन्ट्रेस्ट देखाउँछ उसले चाहिँ नि ट्युटर क्लास लिन सक्यो क्या। र जो चाहिँ धेरै बोल्न रुचाउँदैन तर उमा हो कम्प्युटरमा चाहिँ स्किलफुल पर्सन छ नि उसले वर्कसप लिन सक्यो नि त। हजुर। मलाई सोध्नुहुन्छ भने म लेक्चर या ट्युटर
चाहिँ लिन रुचाउने मान्छे हो। हजुर वर्कसप मलाई मन पर्दैन कि किनभने त्यहाँ प्रब्लम आउँछ। प्रब्लम आएपछि इन्डिभिजुअल स्टुडेन्टलाई चाहिँ नि गाइड गर्नु पऱ्यो, इन्डिभिजुअल स्टुडेन्टको मोनिटर गर्नु पऱ्यो, इन्डिभिजुअल सोल्युसन दिनु पऱ्यो। त्योभन्दा त म किन इन्गेज हुनु त नि, होइन? म लेक्चर दिन्छु चट्ट लाएर, त्यो नि सर्फेसियली भने हुन्छ, हजुर रफली भने हुन्छ, होइन? दुई चारवटा कुराहरू चाहिँ नि एक्सप्लोर गरेर आएर सुनाइदिए हुन्छ। लेक्चर इज भेरी इजी नि त, हजुर होइन? अब ट्युटरमा के गर्नु पऱ्यो भन्दा विद्यार्थी सर मैले त यो बुझिनँ भन्दै गर्दा मल्टिपल इक्जाम्पल दिएर बुझाउन सक्नु पऱ्यो। स्टुडेन्ट हो, सामान्य क्वेसन सोधिदिन सक्छ, सर मैले क्लास 1 आइपीको सट्टा क्लास बी किन युज गर्न सकेन, क्यान बी देयर क्वेसन। हजुर यस कारणले युज गर्न मिलेन, यो कारणले युज गर्नुपर्छ। अनि सर यसको सट्टा यो युज गर्ने के हुन्छ, यसको प्रोज एन्ड कन्स यो आउँछ, सबै चिज भनिदिन सक्नु पऱ्यो नि त। अनि त्यहाँ पनि के त एक्सप्लेन गर्न सक्ने र हरेक स्टुडेन्टको अनएक्सपेक्टेड क्वेसन्सहरू ह्यान्डल गर्न सक्ने क्यापेसिटी हुनु पऱ्यो नि त, र त ऊ बल्ल ट्युटर बन्छ हो। अब वर्कसप गराउनको लागि त हरेक स्टुडेन्टको प्रब्लम आउँछ। 25 जना या 30 जनाको चाहिँ ट्युटर क्लास छ भने त्यो वर्कसप गराउने फेसिलिटेटरले के बुझ्नु पर्यो भने मलाई 30 अनएक्सपेक्टेड प्रब्लम्सहरू आउनेवाला छ भन्ने प्रिपेयर भएरै जानु पऱ्यो र हरेकलाई सोल्युसन त दिनै पऱ्यो, हो किन? अनि अब एउटा नम्बर मात्रै छुट्यो, एउटा डट मात्रै छुट्यो, जेसुकै भए पनि त प्रोग्राम हो, चल्दैन अनि त हरेकको सल्भ गरिदिनु पऱ्यो नि त। भने यहाँनिर टेक्निकलिटी एक्सपर्टाइज नै फरक हो क्या। अब भन्नुहोस् मैले अघि नै भनेको जस्तो एउटा मान्छे तिनटै कुरामा इक्वल्ली एक्सपर्ट हुनसक्छ त। म स्वयं म आफै पनि वर्कसपको लागि राइट पर्सन होइन। हजुर लिनै पर्यो क्लास, बाध्यता भयो तार्नको लागि त यस आई क्यान डु। तर यदि मलाई सोध्नुहुन्छ भने आई एम नट द राइट पर्सन। राइट पर्सन इज समवन एल्स क्या। हजुर त्यही भएर लेक्चर ट्युटर वर्कसप हुँदाखेरिमा यु आर कम्फर्टेबल भन्न पाउनु, म यसमा मेरो बेस्ट दिन सक्छु, यो चाहिँ मेरो एक्सपर्टिजमा पर्दैन, या म यो गर्न रुचाउँदिनँ, मलाई वर्कसप गर्न मनै पर्दैन। मलाई जावा भन्नुहोस्, होइन, पाइथन भन्नुहोस्, होइन, मलाई चाहिँ फ्लटर भन्नुहोस्, एन्ड हामीले सबै पढ्यौँ नि त, सबै आउँछ मलाई। तर कतिसम्म आउँछ, लेक्चर र ट्युटर आउँछ क्या। मलाई वर्कसप आउँदैन। लेट्स बी भेरी क्लियर नि, मलाई ट्युटर आउँदैन। मलाई भिएपिटी, होइन, अनि त्यहाँबाट आइएस अडिट दुनियाँदारी मलाई सबै आउँछ। तर वाट आई लभ टु डु इज मलाई लेक्चर दिन र ट्युटर दिन मजा आउँछ, मलाई वर्कसप गराउन मजा आउँदैन। किन वर्कसपमा एक्स्ट्रा इफर्ट दिनुपर्छ र तपाईँसँग के हुनुपर्छ भन्दा भराइटिज अफ तपाईँसँग एक्सपर्टाइज हुनुपर्छ, तब बल्ल तपाईँले दिन सक्नुहुन्छ। भनेपछि एउटै मान्छेले तिनटै कुरा दिँदा गर्दा बेस्ट दियो त। अब एउटा मान्छेले कति चिज छ र स्टुडेन्टलाई दिन्छ हो। अब यहाँ 3 जनाको कम्बिनेसन भयो भने के भयो त, 3 जना मान्छे आफैमा 3टा एक्सपर्ट हो, उनीहरूले स्टुडेन्टलाई कति धेरै कुरा दिन सक्छ त। द्याट्स वाइ LTW लेक्चर ट्युटर वर्कसप मोडल इज वान अफ द बेस्ट पेडागोजी। यो मेथोडोलोजी एकदमै ठिक छ। अन टप अफ द्याट CLO र PLO पनि हुनु पर्यो। कोर्स लर्निङ अब्जेक्टिभ त्यो क्लास आवरमा डिफाइन गर्नुपर्छ र स्टुडेन्ट लर्निङ अब्जेक्टिभ SLO या PLO पर्सनल लर्निङ अब्जेक्टिभ तपाईँले दिनुपर्छ, ताकि विद्यार्थीले टक्क लाएर एसीमा, होइन, उप्पर खुट्टी लगाएर त्यही नै ल्यापटप हातमा राखेर उसले चाहिँ प्र्याक्टिस गर्न पाउनुपर्छ। उसले 2 घन्टा 3 घन्टा 4 घन्टा प्र्याक्टिस गर्न पाउनुपर्छ क्या। थ्योरी मात्रैले कहिल्यै हुँदैन। स्टुडेन्टलाई तपाईँले उसले नै खोजेर आउटपुट निकाल्ने समय दिनुपर्छ, जुन नेपालमा छैन। बिहान 9 बजे स्टुडेन्ट चाहिँ स्कुल जान्छ, क्लास सकिएर अझै कोचिङ हुन्छ या चाहिँ नि एक्स्ट्रा क्लास हुन्छ, ट्युसन हुन्छ भनेको त्यो हेड त्यसले कत्रो लोड बोकेको छ क्या त्यो स्टुडेन्टले, र उसले घरमा आएर अर्को 4 घन्टा पढ्न सक्छ त। र त्यो प्रेसरमा निस्केको आउटकमले देखिँदैन। सो बेटर वाट वी क्यान डु इज एकाडेमिक्स नभई हुँदैन भनेकै छैन क्या। एकाडेमिक्स नै फाउन्डेसन हो। जग बलियो हुनुपर्छ माने क्या। तर जग पनि 3 तल्लाको घर बनाउनु छ भने 60 मिटरको जग बनाउनु त जरुरी छैन नि त हो। 3 तल्लाको लागि 10 मिटरको जग भए हुन्छ होला, 15 मिटरको जग भए हुन्छ होला नि त। नेपालमा चाहिँ के भयो भन्नुहुन्छ भने घर सायद 1 तल्लाको बन्ला, 2 तल्लाको बन्ला या 3 तल्लाको बन्ला क्या, तर जग खतरा बनाउनु पर्छ भनेर चाहिँ 60 मिटर 70 मिटर 80 मिटरको जग हालेको छ क्या। त्यो रिक्वायर्ड छैन। सबैजनालाई सबै कुरा चाहिँदैन हो। तपाईँले हामीले पनि त हेऱ्यौँ, संसार देख्यौँ, पढ्यौँ, होइन, हामीले पनि देख्यौँ त सबै कुरा त चाहिने रहेछ।
लेट देम डिसाइड के, लेट स्टुडेन्ट डिसाइड वाट दे वान्ट टु डु, हजुर लेट देम आस्क, सोधौँ उनीहरूलाई तँलाई के बन्नु छ के गर्नु छ, त्यसमा मात्रै फोकस्ड गराइदिउँ न। सबै समेट्न खोजेर हुन्छ त, सबै कहिले समेटिन्छ, सबै बन्छ त। म घरमा भात पनि पकाउँछु, दामी माछा मासु पकाउँछु, आम अ गुड कुक भने कि मैले कुकरी पनि सर्टिफिकेट लिने हो होइन। मलाई म्युजिक बजाउनु के अरे म्युजिकमा इन्ट्रेस्ट छ, के गर्ने उता इन्ट्रेस्ट त के छ क्या, तर बन्ने त एउटा हो नि त। मैले तपाईँलाई भने नि साइबर सेक्युरिटी एक्सपर्ट नबन्नुहोस् सर भने नि, आइएस अडिटर भन्नुहोस् मलाई, साइबर सेक्युरिटीको तिर मैले ठ्याक्कै जानेको थिएँ। यही पाथवे मात्रै अगाडि मलाई चाहिँ नि गाइड गरेर अगाडि बढाइन्थ्यो भने त आज सायद म अलिकति रिनाउन्ड आइएस अफिसर हुन्थेँ होला कि होइन। यो सबै समेटाइदिनु जरुरी छैन, हामीले फाउन्डेसन दिनुपर्छ। फाउन्डेसन नदिकन त के गर्ने उसले बुझेकै हुँदैन, तर फाउन्डेसन दिने, फाउन्डेसन अनुसारको त्यसलाई न्यारो डाउन बनाउँदै 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 लिएर जाने र उसलाई पनि उसैले फिल गरोस् क्या मैले गर्दै गरेको काम ठिक छ कि छैन, म त्यो ट्र्याकमा ठिकसँग हिँडिरहेको छु कि छैन उसले बुझ्नु पऱ्यो क्या। त्यो कतिखेर बुझ्छ त भन्दा जब उसले स्टुडेन्ट लर्निङ अब्जेक्टिभ मिट गर्छ नि तब मात्रै बुझ्छ। तपाईँले भनेको चिज मलाई साह्रै सजिलो लाग्छ, तपाईँले गरेको चिज मलाई साह्रै सजिलो लाग्छ क्या, तर त्यही चिज मैले गर्नु पऱ्यो भने आई निड टु स्पेन्ड सम टाइम। अब होइन सामान्य यहीँनिर हामीले मिररिङ गऱ्यौँ नि, यही मिररिङ तपाईँले गरिदिनु हो 5 सेकेन्डमा भयो क्या। अब यही मिररिङ मैले गर्नु पऱ्यो मलाई 2 मिनट लाग्छ, छन् त यहीँ थियो नि, यही मोबाइलमा थियो, यही मोबाइलमा भएको फोटो तपाईँले त्यहाँनिर चाहिँ मिरर गरिदिनु भयो नि त। तर मैले गर्नु पर्थ्यो भने यदि आउँदैन थियो भने, अहिले आउँछ र बेग्लै कुरा भयो होइन, आउँदैन थियो भने पहिला सुरु त्यो फोटो डाउनलोड गर्नु पऱ्यो, सेभ गर्नु पऱ्यो, त्यस पछाडि त्यहाँनिर मिररिङ भन्ने चिज कहाँनिर हुन्छ हेर्नु पऱ्यो, यसको र त्यसको नेटवर्क मिलाउनु पऱ्यो, अनि बल्ल मैले मिररिङ गर्नु पऱ्यो नि त। भनेको यो अब स्टुडेन्टले गरेपछि नै थाहा पाउँछ नि त, होइन नि त। उसले के फिल गर्छ सजिलो छ। नेपालमा के भयो भने टिचरले सब चिज गरिदियो क्या, स्टुडेन्टलाई के लागिरहेको छ सजिलो भइरहेछ जस्तो लाग्छ, तर सजिलो हुँदैन नि त। जब आफैले गर्नुपर्छ, ट्रबल सुट आफैले गर्नुपर्छ, फाइन्डिङ आफैले गर्नुपर्छ भने तब त्यो चिज गाह्रो हुन्छ। सिएलओमा मोर फोकस्ड भयो क्या हामी, कोर्स लर्निङ अब्जेक्टिभ, कोर्स सक्नुपर्छ, कोर्सै सक्नुपर्छ, कोर्स नै हो, पढ्नै पर्छ, एक्जामै पास गर्नुपर्छ। नो, त्यसले स्टुडेन्टलाई क्रिएटिभ बनाउँदैन। स्टुडेन्टले नै गर्नु पऱ्यो, स्टुडेन्टकै इन्गेजमेन्ट हुनु पऱ्यो, स्टुडेन्टले नै अप्स एन्ड डाउन्सहरू देख्नु पऱ्यो। हो मैले चाँडोमा गर्न सक्दा यतिमा गर्न सक्छु, प्रब्लम आउँदा यहाँसम्म डाउनफल हुने रहेछ है, मैले पिकअप यसरी लिन सक्ने रहेछु, मेरो एरिया अफ इन्ट्रेस्ट यो रहेछ, मेरो लेभल अफ एक्सपर्टाइज यहाँ रहेछ, मैले योभन्दा माथि गर्नै नसक्ने, यो सबै स्टुडेन्टले फिल गर्नु पऱ्यो क्या। एज अ टिचर मैले भनिदिने होइन, मैले चाहिँ नि गराइदिने होइन। नेपालमा चाहिँ टिचरको इन्गेजमेन्ट धेरै छ क्या। टिचरले क्लासमा पढाउन जानको लागि चाहिँ टिचरले 3 घन्टा पढाया हुन्छ, द्याट्स फ्याक्ट है, फेरि द्याट्स फ्याक्ट। तर स्टुडेन्टले चाहिँ 30 मिनट पनि पढ्दैन। द्याट्स एकदमै चाहिँ नि सुन्दा मिठो लागेन, तर रियल फ्याक्ट त्यही नै हो। टिचरले प्रिपरेसन गरे हुन्छ, नोट्स बनाउँछन्, स्लाइड बनाउँछन्, गुगल सर्च गरे हुन्छ, असाइनमेन्टको लागि क्वेसन बनाउनु पऱ्यो, खोज्नु पऱ्यो। हो टिचरले चाहिँ कति टाइम स्पेन्ड गर्नु पऱ्यो। अब स्टुडेन्टको पालो आउँछ, स्टुडेन्टले के गर्छ, चट्टा लाग्यो होइन, एउटा टुल्सहरू युज गर्यो, या चाहिँ पढ्ने एउटा साथीले गर्छ, बाँकी सबैले चाहिँ कपी पेस्ट गर्यो। हो त्यो वातावरण नै क्रिएट हुन सकेको छैन क्या। उनीहरूलाई हामीले इन्गेजमेन्ट गराउन सक्नु पऱ्यो। हाम्रो यहाँ भनौँ या टेक्सास कलेजको एउटा प्र्याक्टिस चाहिँ के छ भन्दाखेरिमा चाहिँ हामी प्रोफेसनली स्टुडेन्टहरूलाई इन्गेज गराउँछौँ। हाम्रो बिआइटी फर्स्ट सेमिस्टरमा पढ्दै गर्नुभएको विद्यार्थी भाइ बहिनीहरूलाई आउने बित्तिकै हामी कहाँ ढकेलिदिन्छौँ भन्दाखेरिमा ल आइटी र रोबोटिक्सको तपाईँले प्रोजेक्ट बनाउनुपर्छ, सक्दा इन्डिभिजुअल प्रोजेक्ट बनाउनुपर्छ, होइन नि 2 or 3 इन अ ग्रुप तपाईँले प्रोजेक्ट बनाउनुपर्छ। हामी त्यहाँ होम दिन्छौँ। हेर्नु है, आएको फर्स्टको 1.5 महिना सी प्रोग्रामिङ पढाइदिने, अब उनीहरूलाई प्रोजेक्ट गर्न लगाउने। अब त्यो स्टुडेन्टले फर्स्ट सेमिस्टरमै डिसाइड गर्छ कि म डेभलपर बन्ने हो कि होइन। यहाँ हेर्नुहोस् है, लेट्स सी द ट्रिक। एउटा आइओटीको प्रोजेक्ट सक्नलाई त्यहाँनिर सिस्टम एनालाइसिस एन्ड डिजाइन पनि चाहिन्छ, त्यहाँ सफ्टवेयर इन्जिनियरिङ पनि चाहिन्छ, त्यहाँ क्वालिटी एनालिस्ट पनि चाहिन्छ, त्यहाँ कोडर पनि चाहिन्छ। अब 4 जना 5 जनाको टिम बने भनेदेखि सबैले काम स्प्लिट गर्छ नि त, म यो गर्छु म यो गर्छु, अनि त्यहाँनिर इन्ट्रेस्ट देखियो के, फर्स्टमै देखियो। या होइन कसैले इन्डिभिजुअल प्रोजेक्ट गर्छ भने पनि उसले कुन कुरामा
धेरै इफोर्ट लगाएको छ देखिन्छ नि त। उसले डायग्रामै नबनाइकन सुरु गर्यो भने उसलाई सिस्टम एनालाइसिस एन्ड डिजाइनमा इन्ट्रेस्टै छैन। उसले त्यो प्रडक्ट टेस्टै गर्न भने क्वालिटी एनालिस्ट बन्दैन। उसले प्रडक्ट चाहिँ खतरा बनायो, यति बनायो कि त्यो उसले एक्सप्लेन गर्न पनि 15 मिनट लाग्छ भने उसको इन्ट्रेस्ट के हो त? डेभलपर हो, कोडिङमा इन्ट्रेस्ट हो नि त, देखियो नि त। र यो एउटा फर्स्ट हामीले उनीहरूलाई लो मल्टिपल चिजहरू हुन्छ, यो मध्येको के हो भन्ने बुझ्ने टाइम दियो क्या। सेकेन्ड सेमिस्टरमा आउँछौँ, त्यसलाई अपग्रेड गर्छौँ। अब अस्ति तपाईँले बनाएको प्रोजेक्टलाई इन्हान्स गर्नुहोस् भनेर भन्छौँ। उसले त अर्को जाभा पनि पढिसकेको हुन्छ हो, त्यतिखेर चाहिँ अरू चिज पनि पढिसकेको हुन्छ भने उसले के गर्न सक्छ, आइदर पहिलो सेमिस्टरमा लिएको रोल स्विच गर्न सक्छ या त्यसमै स्टिक भएर अलिकति इलाबोरेटेड काम गर्न सक्छ। सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गर्दै 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 हामी 8th सेमिस्टरसम्म पुग्दाखेरिमा उसलाई चाहिँ प्रोफेसनल्ली पनि हामी के गर्छौँ, स्किल बनाउँछौँ। र टेक्सस कलेजले चाहिँ टेक्सस इमेजिनोलोजी भनेर एउटा सफ्टवेयर कम्पनी पनि खोलाएको छ। र त्यो सफ्टवेयर कम्पनीमा चाहिँ के गराउँछ त हामी भन्दाखेरिमा चाहिँ कर्पोरेट प्र्याक्टिस के हुन्छ त भन्ने कुरा पनि हामी त्यहाँ चाहिँ स्टुडेन्टहरूलाई चाहिँ एक्सपिरियन्स गर्न दिन्छौँ। इन्टर्नको एज अ इन्टर्नसिप पनि नभनौँ, टेक्सस इमेजिनोलोजीको हामी बिगिनर, इन्टरमिडिएट र प्रोफेसनल लेभल भनेर 3टा लेभल हामीले छुट्याइदिएको छ। र हरेक लेभल भने चाहिँ 6-6 महिनाको हुन्छ। त्यो 6 महिनामा चाहिँ स्टुडेन्टहरूले आएर त्यहाँनिर चाहिँ एकदमै इमेजिनोलोजी इमेजिन गर, इम्प्लिमेन्ट गर, सोध्छन् आएर म यो प्रोजेक्ट गर्छु, यस्तो गर्छु भन्छन्, बस्छन्, सोध्छन्। त्यहाँनिर चाहिँ 50-60 जना नम्बर अफ स्टुडेन्टहरू हुँदै गएर ल 5 जनाले यो चिज बनाऊ, 5 जनाले यो चिज बनाऊ भन्छन्। त्यहाँ 10वटा चिजहरूको कन्सेप्ट आउँछ। अनि त्यो सबै बनिसक्यो 6 महिना पछाडि के गर्ने त, सबै चिजलाई इन्टिग्रेट गरेर एउटा CRM जस्तो बनाउने क्या। 80% प्रोजेक्ट फेल हुन्छ। हाम्रो चाहना सक्सेस होस् भन्ने नै होइन, हाम्रो चाहना स्टुडेन्ट आउन्, इन्गेज हुन्, केही न केही गरून् र फेलियर होस् र न उसले बल्ल सिक्यो नि त। सक्सेस स्टोरी भन्दा फेलियर स्टोरीले धेरै कुरा सिकाउँछ क्या। सक्सेस हुने मान्छेलाई के गर्यो भने फेल हुन्छ भन्ने कुरै थाहा छैन नि त होइन। त्यहाँ के गरेन भन्दा त्यहाँ फेल हौ, उसले अब कर्पोरेटमा जाँदा के गर्दैन, त्यो गल्ती गर्दैन कि थाहा छ नि त, यो गरेर त फेल हुन्छ यार भनेर उसले गर्दैन। अनि सिधै के गर्छ, ऊ कर्पोरेटमा जान्छ, राम्रो पोजिसन होल्ड गर्छ। एक त हामी पशुपतिनाथको नजिकै छौँ, उहाँ चाहिँ नि पशुपतिनाथको कृपा पनि हो र हाम्रो मेहनत पनि हो। हामीले आजसम्म हाम्रो साइडबाट बेस्ट दिने कोसिस गरेका छौँ र हाम्रो स्टुडेन्टहरू नेसनल र इन्टरनेसनल प्लेस्ड पनि हुनुहुन्छ र राम्रो पोजिसनमा पनि हुनुहुन्छ। कतिजना फर्दर स्टडीको लागि अस्ट्रेलिया पनि आउनुभएको छ, US जानुभएको छ होइन, अनि थ्रु आउट द ग्लोब छरिनु पनि भएको छ। र म अहिले अस्ट्रेलिया भिजिटमा आउँदाखेरि पनि कति स्टुडेन्टहरूले चाहिँ सर हजुरलाई वेलकम छ, एउटा चिया खाउँ होइन, एउटा डिनरको लागि बसौँ, लन्चको लागि बसौँ भनेर मलाई भन्दै गर्दा आइएम प्रिटी स्योर कि नेपालमा बसेर एजुकेसन सिस्टममा काम गर्दै गर्दा मैले एउटा चाहिँ इथिकल प्र्याक्टिस गरेर रहेछु र न स्टुडेन्टले सम्झिकन होइन चाहिँ नि लन्चको लागि, ब्रेकफास्टको लागि चाहिँ बोलाइराख्नु भएको छ। अनि चाहिँ हामी राइट ट्र्याकमा छौँ जस्तो पनि लाग्छ। र यही पोडकास्टमा मार्फत मैले सम्पूर्ण अस्ट्रेलियामा रहनुभएका मेरा विद्यार्थी भाइ बहिनीहरूलाई पनि सम्झिएर त्यति माया ममता दिनुभएकोमा मैले धन्यवाद पनि भन्न चाहेँ। थ्याङ्क यू। अब हामी अन्तिमतिर छौँ होइन। यो जुन हामीले लेक्चर, ट्युटोरियल, वर्कसपको जुन कुरा गऱ्यौँ होइन, हाम्रो आफ्नो भ्युवरहरूलाई चाहिँ केही कन्फ्युज नगरौँ भनेदेखि चाहिँ यो चाहिँ खालि कम्प्युटर सम्बन्धीमा मात्रै नभइकन होइन, अरू सबै फिल्डमा पनि काम लाग्छ। यसको लागि चाहिँ मेरो रिक्वेस्ट के छ भनेदेखि प्यारेन्ट जो हुनुहुन्छ अथवा जो एकाडेमिक इन्स्टिट्युसन चलाइरहनु भएको छ उहाँहरूलाई पनि म यो इम्प्लिमेन्ट गर्न सुझाव गर्छु होइन। तपाईँहरूले पनि आफ्नो क्युरियोसिटी बढाइदिएर चाहिँ यो साइन्समा पनि काम लाग्छ, म्याथमेटिक्समा पनि काम लाग्छ, सबैतिर काम लाग्छ होइन। यो चाहिँ गरिदिनु होला, सबैतिर काम लाग्छ। स्कुल लेभलमै पनि LTW लगाउन सकिन्छ। इट्स नट ओन्ली फर IT। तपाईँले भन्नु जस्तो म्यानेजमेन्टमा पनि भयो क्या। म्यानेजमेन्ट भने ल बिजनेस एकाउन्टिङ, फाइनेन्स एकाउन्टिङ, मार्केटिङ भन्ने पनि LTW हुनसक्छ कि। हजुर, यसबाट चाहिँ मोर प्रोडक्टिभ आउटकमहरू भनेको यही वर्कसप भन्ने बित्तिकै चाहिँ कम्प्युटरमा प्र्याक्टिस इज नट अ वर्कसप क्या। वर्कसप भनेको पेपरमा पनि हुनसक्छ, ग्रुप वर्क पनि हुनसक्छ, जे पनि। वर्कसप भनेको चाहिँ के हो भन्दाखेरिमा विद्यार्थी भाइ बहिनीहरूले त्यसलाई ह्यान्ड्स अन हो, प्र्याक्टिकल्ली हेर्ने हो, आइडियाकेसन क्या होइन, आइडियालाई चाहिँ नि सल्भ गर्ने क्या, त्यो चाहिँ वर्कसप हो कि। ताकि फेरि वर्कसप भन्ने बित्तिकै चाहिँ हाम्रो बुझाइ चाहिँ कम्प्युटरै बस्ने, कोडिङ नै गर्ने भन्ने नै हो। नो, त्यो चाहिँ नहोस्, त्यो होइन। त्यो म्यानेजमेन्टमा पढेको प्रिन्सिपल अफ अकाउन्टिङ
भन्ने सब्जेक्ट छ भने पनि हजुर त्यसमा एलटिडब्ल्यू हुनसक्छ, हजुर। लेक्चर हुनसक्छ, ट्युटर हुनसक्छ, वर्कसप हुनसक्छ हो। होइन। अनि यो जहाँ पनि लमा पनि हुनसक्छ क्या हो। होइन, ह्युमेनिटिज पढिरहेकोमा नि हुनसक्छ, त्यही त। म्यानेजमेन्ट पढिरहेकोमा नि हुनसक्छ भने जिएमा पनि हुनसक्छ। तर एलटिडब्ल्यू भनेको चाहिँ लेक्चर, ट्युटर र वर्कसप मोडल हो। हजुर। वर्कसपमा चाहिँ आइस ब्रेकिङ हजुर। र आइडियालाई चाहिँ पेपर वर्क, कम्प्युटर वर्क जेसुकै गरेर पनि प्र्याक्टिकल्ली हेर्नेलाई चाहिँ वर्कसप भन्ने हो क्या। ल अब अन्तिममा होइन हाम्रो जुन जेनेरेसनहरू आउँदै हुनुहुन्छ उहाँहरूलाई खालि पढाइमा मात्रै स्ट्रेस नगराइकन होइन फेस्टिभलहरू पनि रमाउन दिउँ होइन, अनि त्यस्तै घुमघामको लागि आफ्नो लोकल एरिया अथवा बाहिरको एरिया पनि अझ एक्सप्लोर गर्न दिनुहुन्छ भन्ने शुभेच्छा गर्दा गर्दै आजको पोडकास्ट चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु। थ्याङ्क यू भेरी मच। अब मेरो यो अस्ट्रेलियाको छोटो बसाइमा पनि हजुर सम्झिएर र आफूले जानेको 2-4 कुराहरू सेयर गर्न दिनुभयो। म सम्पूर्ण तपाईँहरूको चाहिँ प्रडक्सन टिमलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो चाहिँ आजको भेन्यू पार्टनर हाम्रो डिएस अकाउन्टेन्टलाई पनि मैले धन्यवाद दिन चाहन्छु। सँगसँगै हाम्रो क्यामेरामा रहनुभएको साथीलाई र तपाईँ एज अ होस्टलाई पनि बोलाइदिएर र मनका 2-4 चाहिँ नि कुराहरू राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहे। भोलिको दिनमा पनि कुनै पनि ठाउँमा चाहिँ नि यो एकाडेमिक डिस्कसन हुँदै गर्दा आफ्ना 4 शब्द राख्न पाएँ भने म साह्रै गौरवान्वित हुनेछु। सम्पूर्ण टिमलाई मैले फेरि पनि धन्यवाद दिन चाहे। थ्याङ्क यू सो मच। थ्याङ्क यू।